सुनिरहेको छ अलि हल्ला भएको जस्तो लाग्यो मलाई। अब हामी कार्यक्रम औपचारिक रूपमा सुरु गरिरहेका छौँ। हाम्रो एकजना प्रस्तुतिकर्ता चाहिँ आउँदै हुनुहुन्छ, एकजना आइसक्नु भएको छ। त्यो भएको कारणले अब हामी कार्यक्रम सुरु गर्दैछौँ। यो आज हामीले चाहिँ बाल विवाहको र यो विवाहमा उमेरको भूमिका र प्रजनन स्वास्थ्यको विषयमा कार्यक्रम गर्न गइरहेका छौँ होइन। अब विवाहमा उमेरको कुरा गर्दाखेरि अहिले विभिन्न समाचारहरूबाट हामीले के कुरा जानकारी पाइसकेका छौँ भन्दाखेरि विवाहको उमेर चाहिँ घटाउने तयारीमा नेपाल सरकार रहेको भन्ने कुरा जानकारी पाइसकेका छौँ। र नेपालको कानुनको विषयमा कुरा गर्दा विवाहको उमेरको कुरा गर्दाखेरि चाहिँ विभिन्न कानुनमा विभिन्न उमेरहरू चाहिँ तोकिएको थियो र त्यो कानुन चाहिँ संशोधन हुँदै आएको अवस्था पनि छ। अब 20 वर्षको उमेर कहिलेदेखि गरियो भन्ने कुराको यदि हामीले इतिहास खोज्ने हो भने 2058 सालमा जब मूल्य ऐन 2011औं चोटि संशोधन भयो त्यतिखेर चाहिँ के भनेर प्रावधान गरिएको थियो भन्दाखेरि संरक्षकको सहमति भयो भने 18 वर्षमा महिला पुरुष दुवैको लागि विवाह गर्ने उमेर तोकिएको थियो भने संरक्षकको सहमति छैन भनेदेखि चाहिँ 20 वर्ष तोकिएको अवस्था छ। अहिले चाहिँ हामीले 20 वर्ष चाहिँ पछि संशोधन भयो भन्ने कुरा आउँदाखेरि के हो भन्दाखेरि विवाह गर्ने उमेर चाहिँ 20 वर्ष तोकेको 2058 सालमा नै हो। त्यसपछि 2072 सालमा जब मुलुकी ऐनमा संशोधन भयो त्यसपछि चाहिँ के गरियो भन्दाखेरि संरक्षकको अनुमति भन्ने शब्द पनि हटाएर संरक्षकको भन्ने शब्द हटाएर दुवै संरक्षकको सहमति भए पनि नभए पनि विवाह गर्ने उमेर चाहिँ 20 वर्ष महिला पुरुषको लागि तोकेको अवस्था छ होइन। अब अहिले चाहिँ 2079 सालदेखि चाहिँ हाम्रो के कुराको विवाद भइरहेछ भन्दाखेरि यो विवाह गर्ने उमेर चाहिँ घटाउनुपर्छ। किन घटाउनुपर्छ भन्दाखेरि यसले धेरै किसिमका चाहिँ सामाजिक समस्याहरू ल्यायो भन्ने कुराहरू पनि आइरहेको अवस्था छ। हाम्रो चाहिँ यहाँ घटाउने कुराको चाहिँ विवाद भइरहेको अथवा त्यसमा चाहिँ विभेद यो डिस्कसन भइरहेको अवस्थामा यदि हामीले भारतलाई हेऱ्यौँ भनेदेखि चाहिँ भारतले के गर्यो भन्दा यो जुन चाहिँ नरेन्द्र मोदीले चाहिँ यो महिलाहरूको चाहिँ स्वास्थ्यमा असर गरेको कुपोषण भएको र बाल विवाहको कारणले गर्दाखेरि धेरै समस्याहरू भएको कारणले विवाह गर्ने उमेर चाहिँ 20 वर्ष पुर्याउनु पर्छ, महिलाको उमेर चाहिँ 20 वर्ष हुनुपर्छ भन्ने कुराहरूको चाहिँ उहाँले भाषणबाट सबै व्यक्तिहरूलाई चाहिँ अनुरोध गर्नुभयो। परिवारको सबै व्यक्तिलाई अनुरोध गरिसकेपछि त्यहाँ चाहिँ 1921मा चाहिँ एउटा ऐन लागू भएर आयो। त्यहाँ चाहिँ के छ भन्दाखेरि पुरुषको हकमा 21 वर्ष विवाह गर्नु उमेर, महिलाको हकमा चाहिँ 18 वर्ष भनेर चाहिँ तोकिएको अवस्थामा अब चाहिँ होइन महिला र पुरुष दुवैको 21 वर्ष गर्नुपर्छ भन्ने कुरा चाहिँ विधेयकबाट पनि लिएर आएको थियो। तर त्यो अहिले डिस्कसनको क्रममै छ भनेदेखि हिमाचल प्रदेशले 2024को अगस्तमा चाहिँ उसको प्रदेशमा चाहिँ विवाह गर्ने उमेर महिला र पुरुष दुवैको लागि 21 वर्ष कायम गरिसकेको अवस्था छ होइन। अब हामी चाहिँ यहाँ के भनिरहेछौँ भन्दाखेरि विवाह गर्ने उमेर भनेको चाहिँ एउटै स्ट्यान्डर्ड भएन नेपालमा। के अरे नागरिकताको लागि 16 वर्ष अनि त्यसपछि आएर मतदान गर्नलाई 18 वर्ष र विवाह गर्न चाहिँ 20 वर्ष किन भन्ने विभिन्न प्रश्नहरू चाहिँ सांसदहरूबाट पनि उठेको अवस्था, त्यो कुराहरू चाहिँ उठाइएको अवस्थामा अब आज हामी चाहिँ के गर्दैछौँ भन्दा विज्ञहरूको कुरा सुन्छौँ। आज हामीसँग दुईजना प्रस्तुतकर्ता हुनुहुन्छ, उहाँहरूको चाहिँ सुझावहरू उहाँहरूको प्रस्तुति सुन्छौँ, हजुरहरूको चाहिँ राय सुझावहरू पनि लिन्छौँ र सम्बन्धित निकायमा चाहिँ हामीले यहाँबाट आएको सुझाव चाहिँ पेश गर्ने उद्देश्यका साथ आज चाहिँ हामीले कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ। अब कार्यक्रम गर्न ढिला नगरिकन म चाहिँ कार्यक्रम सुरु गर्न जान्छु। हाम्रो अर्को प्रस्तुता पनि आइसक्नु भएको भएर पहिलो चाहिँ कार्यक्रम सुरुवात चाहिँ म आसन यो कार्यक्रमको अध्यक्षताबाट सुरु गर्न गइरहेको छु। कार्यक्रमको अध्यक्षता गरिदिन हुनको लागि सर्वोच्च अदालत बार एसोसिएसन कानुन व्यवसाय महिला समितिका प्रधान अध्यक्ष अधिवक्ता श्री कुलदेवी महाजनज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब आसन ग्रहणको क्रममा छौँ हामी। आसन ग्रहणको लागि नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रज्यूलाई आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। उहाँ चाहिँ अहिले अघि देखिया थिए, अघि आउनु भएको थियो, एकछिन बाहिर जानुभएको छ, आउनुभएपछि फेरि म बोलाउने छु। त्यसै गरी सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री मेघराज पोखरेलज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। सर माथि गएर बस्नुपर्छ। त्यसै गरी नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता वरिष्ठ अधिवक्ता श्री केदार प्रसाद कोइरालाज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु, तर उहाँ उपस्थित हुनु भएको रहेछ। त्यसै गरी सर्वोच्च अदालत बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता श्री अमर बहादुर रावतज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। सर अगाडि आएर बस्नुहोस् न प्लिज। विजय सर हजुर आसन ग्रहण गर्न बस्नु पर्यो। सर्वोच्च अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा
विजय प्रसाद मिश्रज्यूका आसनग्रहणलाई हार्दिक अनुरोध गरे। त्यसै गरी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव अधिवक्ता श्री रमण कुमार पण्डितज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गरे। रमण सर आइपुग्नु भएको छैन। त्यसै गरी सर्वोच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष श्री रामचन्द्र पौडेलजीलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गरेँ, तर मैले उहाँलाई पनि देखिरहेको छैन। अहिले आउनु भएपछि म पक्कै पनि फेरि भनि नै छु। त्यसै गरी डाक्टर अरुणा उप्रेतीजीलाई चाहिँ मैले आसन ग्रहणको लागि अनुरोध गरेँ। आज उहाँले चाहिँ प्रस्तुति दिनुहुनेछ र उहाँ चाहिँ महिला तथा मानव अधिकारको क्षेत्रमा विगत 30 वर्षदेखि सक्रिय रहनु भएको छ। त्यसै गरी हाम्रो अर्को प्रस्तुता श्री अधिवक्ता श्री सबिन श्रेष्ठजीलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गरे। उहाँ चाहिँ कार्यकारी निर्देशक एनडब्ल्युएलटी हुनुहुन्छ। अब त्यसै गरी आसन ग्रहणकै क्रममा हामी यो आसन ग्रहण अगाडिको स्रोतमा आएर अगाडिको सिटमा आएर बस्ने हुनको लागि म अनुरोध गर्दछु। सर्वोच्च अदालत बार एसोसिएसनका सदस्यज्यूहरू हजुरहरू उपस्थित हुनुहुन्छ भने अगाडिको चेयरमा आएर आसन ग्रहण गरिदिनु होला। त्यसै गरी नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षज्यूहरू, त्यसै गरी सर्वोच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्षज्यूहरू, सर्वोच्च अदालत बारका पूर्व पदाधिकारी एवं सदस्यज्यूहरू, नेपाल बारका वर्तमान तथा पूर्व उपाध्यक्षज्यूहरू, महासचिवज्यूहरू र कोषाध्यक्षज्यूहरू एवं सचिवज्यूहरूलाई लगायत पदाधिकारी तथा सदस्यज्यूहरू सबैलाई चाहिँ अगाडि आएर चाहिँ आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी उच्च अदालत बार पाटनका कार्य समितिका पदाधिकारी एवं सदस्यज्यूहरू, त्यसै गरी काठमाडौँ विशेष भक्तपुर ललितपुर काभ्रे जिल्ला अदालत बार एसोसिएसनका कार्य समितिका पदाधिकारी एवं सदस्यज्यूहरू हजुरहरू अगाडिको रोमा आएर आसन ग्रहण गरिदिनु होला। त्यसै गरी उच्च अदालत बार पाटन काठमाडौँ विशेष उपस्थित सर्वोच्च बार एसोसिएसनका कानुन व्यवसाय महिला समितिका सल्लाहकारज्यूहरू हजुरहरू पनि अगाडिको रोमा आएर आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सम्पूर्ण उपस्थित वरिष्ठ अधिवक्ता तथा अधिवक्ताज्यूहरू यहाँहरू सबैलाई चाहिँ यथास्थानमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। अब हामी मन्तव्यको क्रममा छौँ। सर्वप्रथम यो कार्यक्रममा चाहिँ सम्पूर्ण सहभागीलाई चाहिँ स्वागत मन्तव्य राखिदिनु हुनको लागि सर्वोच्च अदालत बार कानुन व्यवसाय महिला समितिका सदस्य श्री अधिवक्ता श्री सुधा तिपालजीलाई हार्दिक अनुरोध गरे। धन्यवाद। धन्यवाद सचिवज्यू। आजको यस सफल कार्यक्रमका अध्यक्षज्यू, नेपाल बार एसोसिएसनका अध्यक्ष उपाध्यक्ष डाक्टर विजय प्रसाद मिश्रज्यू, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता मेघराज पोखरेलज्यू, नेपाल बार एसोसिएसनका महासचिव केदार प्रसाद कोइरालाज्यू, सर्वोच्च बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता अमर बहादुर रावतज्यू, सर्वोच्च बार एसोसिएसनका सचिव अधिवक्ता श्री रमण कुमार पौडेलज्यू, सर्वोच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष श्री रामचन्द्र पौडेलज्यू, यस पूर्व महासचिवज्यू पनि आइपुग्नु भएको छ, उहाँलाई पनि मैले स्वागत गर्न चाहेँ, एक्नोलेज गर्न चाहेँ। र यस कार्यक्रम प्रस्तुतकार आजको कार्यक्रम प्रस्तुतकार श्री डाक्टर अरुणा उप्रेतीज्यू, अधिवक्ता सबिन श्रेष्ठज्यू, सम्पूर्ण यहाँ उपस्थित हुनुभएका सम्पूर्ण वरिष्ठ अधिवक्ता तथा अधिवक्ताज्यूहरू सबैलाई मैले हार्दिक स्वागत गर्न चाहन्छु। र हामीहरू आज निकै महत्त्वपूर्ण र संवेदनशील विषयमा चाहिँ हामी छलफल गर्न गइराखेका छौँ। अब यस विषयमा चाहिँ डाक्टर अरुणा उप्रेती र अधिवक्ता सबिन श्रेष्ठज्यूले चाहिँ आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुनेछ र यसमा चाहिँ सबैले सक्रियताका साथ छलफल गरेर चाहिँ आवश्यक सुझावहरू पनि यो विद्वत सभाले दिनेछ भन्ने आशा राखेको छु। र हामीहरू अहिले चाहिँ बाल विवाह प्रजनन स्वास्थ्यमा चाहिँ उनीहरूको भूमिका कानुनी र सामाजिक अभ्यास भन्ने शीर्षकमा चाहिँ गरिरहँदाखेरि चाहिँ विवाह गर्ने उमेर कति त
पहिला हाम्रो चाहिँ 58 सालभन्दा अगाडिको अब अनुमति के अरे परिवारको ऊ भएमा नभएमा गरेर 18, 20 यस्तो गर्दै गर्दै 16 अझ पहिला त्योभन्दा अगाडि 16, 18 गर्दै अहिले चाहिँ 58 सालदेखि चाहिँ 20 वर्ष पुगेको अवस्था हो र यसमा चाहिँ यो 20 वर्ष पुर्याउनलाई पनि महिलामा कस्तो विवाह सानै उमेरमा विवाह गर्दाखेरि कस्ता किसिमका असरहरू पर्छन् त शारीरिक असरहरू पर्छन्, मानसिक असरहरू पर्छन्, उसको स्वास्थ्यमा कति असर पर्छ त्यो सबै कुरा अध्ययन गरेर नै 20 वर्ष पुर्याएको अवस्था हो र अहिले चाहिँ के क्वेसन उठेको छ भने यो उमेर चाहिँ यो छलफलमा आइराखेको छ भने उमेर चाहिँ घटाएर 18 वर्ष गराउने हो कि भन्ने कुरा पनि आइराखेको अवस्था छ र त्यसमा चाहिँ किन त उहाँको तर्क के हो त भन्दाखेरि चाहिँ बाल अधिकार सम्बन्धी महासमितिले चाहिँ 18 वर्ष मुनिकालाई नाबालक मान्यो, मुनिकालाई मान्यो भने अब माथिकालाई चाहिँ बालिक मान्यो। अब बालबालिका सम्बन्धी विधान 75 दफा 2 ले पनि चाहिँ बालबालिका सम्बन्धमा चाहिँ 18 वर्ष उमेर नपुगेको व्यक्तिलाई बालबालिका मान्यो, त्योभन्दा माथिकोलाई बालिक मान्यो। अनि नागरिकता दिनलाई 16 वर्ष, मतदान गर्नलाई 18 वर्ष चाहिन्छ। अनि स्कुटर लाइसेन्सहरू निकाल्नलाई पनि 16 वर्ष, किन विवाह गर्नलाई मात्र किन त 20 वर्ष पुग्नुपर्ने होइन? अरू विविध यहाँ समस्याहरू आए भन्दैमा महिलाको उमेर के अरे विवाहको उमेर घटाएर मात्रै समस्या समाधान हुन्छन् त हुन सक्दैनन्। तथापि पनि अब अहिले अब ऐन संशोधनको कुराहरू आइराखेको अवस्था हुँदाखेरि चाहिँ यस सम्बन्धमा हाम्रो डाक्टर साहबको कुरा के हुन्छ त, कस्ता किसिमका सामाजिक, आर्थिक, मानसिक असरहरू पर्छन् जसले गर्दाखेरि उहाँहरूको उसमा चाहिँ बालिकाको स्वास्थ्यमा चाहिँ असर पर्छ भन्ने र अहिले कानुन र अहिले व्यवहारमा चाहिँ कस्ता किसिमका कानुनहरू चाहिँ छन् र त्यसमा प्र्याक्टिसमा चाहिँ के भनिन्छ भने अब केटा र केटीको उमेर के सहमतिले चाहिँ विवाह भयो भने बाल विवाह हुँदाखेरि चाहिँ पुरुषले सजाय भोग्नुपर्ने, बाल विवाहमा कसुर कायम भएर चाहिँ सजाय भोग्नुपर्ने अवस्थामा चाहिँ भइरहेको र अर्कोतिर उमेर नपुगी चाहिँ करणी भयो भने चाहिँ जबरजस्ती करणीमा चाहिँ सजाय भोग्नु परिरहेको अवस्था हुँदाखेरि अहिले चाहिँ उमेर घटाएर चाहिँ 18 वर्ष पुर्याउनुपर्छ भन्ने आइराखेको अवस्था छ। तर पनि यो अहिले चाहिँ हाम्रो डाक्टर साहबले पनि भन्नुहुनेछ यसमा चाहिँ कस्ता किसिमका असरहरू पर्छन् र मेरो व्यक्तिगत उसमा सोध्नुहुन्छ भने पनि म चाहिँ 18 होइन, 20 होइन, अझ 22 वर्ष पुर्याउँदा पनि हुन्छ विवाहको उमेर। किनभने एउटा महिलाले पढ्ने बेलामा गरिएको पढ्ने लेख्ने बेलामा चाहिँ पढ्ने लेख्ने र आफ्नो पेसा रोजगार पाउने हकबाट वञ्चित हुने अवस्था हुँदाखेरि चाहिँ उमेरको सन्दर्भमा भगाइनु हुँदैन भन्ने हुन्छ। तर पनि अहिले ठुलोबाट पनि कुराहरू आउला र सबैजना यत्रो विद्वत सभाबाट आउने छलफल र निष्कर्षले चाहिँ केही अझ राम्रो कुराहरू आउला र झन्डै सबै उपस्थित वरिष्ठ अधिवक्ताज्यूहरूलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। स्वागत। धन्यवाद सुदामा। अब कार्यक्रमको विषयमाथि प्रकाश पार्न हुनलाई पर्दैन अध्यक्ष श्री अधिवक्ता कुलदेवी महर्जीलाई अनुरोध गरे। हामी समय एकदम अगाडि ढिला सुरु गरेको कारणले टाइम छैन हामीसँग, त्यो भएर 5 मिनटभित्र आफ्नो छोटो मन्तव्य राख्नु होला। धन्यवाद। मैले एकमुष्ट सम्बोधन गरेँ। अध्यक्ष नेपाल बारका अध्यक्षज्यू, सर्वोच्च बारका अध्यक्षज्यू, वरिष्ठ अधिवक्ताज्यूहरू र पूर्व महासचिवज्यू पनि मैले देखिराखेको छु, लगायत विभिन्न बारबाट पाल्नुभएका पदाधिकारीज्यूहरू र अधिवक्ता साथीहरू सम्पूर्णमा म स्वागत गर्न चाहन्छु। वास्तवमा आज हामीले यो विषयलाई नै उठाउनु पर्ने कारण किन हो, त्यसको उद्देश्य के हो भन्ने क्रममा मैले यहाँ 2 जना हाम्रा विषयवृत्तिहरूलाई चाहिँ नियुक्त गरेँ। नियुक्त गर्ने बित्तिकै उहाँले सहर्ष स्वीकार गरिदिनु भयो। उहाँहरूप्रति चाहिँ सर्वोच्च बार एसोसिएसन र महिला समिति समेत आभार व्यक्त गर्दछौँ सर्वप्रथम। र हामीले आज यो विषयको उठान किन गर्यौँ भन्दाखेरि अहिले मानवाधिकार तथा मानवाधिकार समिति समेतले चाहिँ यो विषयलाई चाहिँ छलफलको विषय बनाएको अवस्था छ र साथसाथै कानुन मन्त्रालयले यो
मुलुकी फौजदारी संहिताको दफा 173लाई चाहिँ संशोधन गर्नको लागि चाहिँ लले ड्राफ्ट गरिसकेको अवस्था र उहाँहरूले चाहिँ राय पनि मागिसकेको अवस्था र राय मागेर हामी चाहिँ अलिकति समयभन्दा अगाडि पनि गइसकेको अवस्था छ र पनि समाजमा हामी एउटा सोसल इन्जिनियर भएको नाताले अरुणा म्यामले मलाई भन्नुभयो यो हाम्रो सोसल रेस्पोन्सिबिलिटी पनि हो हामीले यसमा केही कुरा त बोल्नै पर्छ अथवा हाम्रो धारणा उहाँहरूप्रति चाहिँ राख्नै पर्छ जस्तो लाग्यो। त्यो कारणले हामी समस्त कानुन व्यवसाय महिलाहरूको तर्फबाट नै यो विषयमा अब 20बाट चाहिँ एकैचोटि 16मै जाने हो कि भन्ने खालको चाहिँ कानुनको ड्राफ्ट देखियो। किनभनेदेखि यहाँनिर के भनिएको छ भन्दाखेरि हामीले जुन कानुन मान्दै आएका थियौँ यो 20-16 वर्षसम्मको लागि चाहिँ विवाह बदर हुन सक्ने र त्योभन्दा माथि चाहिँ सर्टेन हामीले फाइन लगाएर अथवा केटा र केटीले मन्जुर भएर हामी छुटेर बस्छौँ अहिलेलाई भन्छ भनेदेखि चाहिँ ती पनि नगर्ने छोडिदिने भन्ने खालको चाहिँ कानुन आइसकेको छ। यस विषयमा चाहिँ हाम्रो विज्ञ व्यक्तित्वले पनि डिटेल्समा जानुहुन्छ, त्यो कारणले म त्यतातिर गइनँ र यो भयो। त्यो कारणले गर्दाखेरि हामीले यो विषयमा चाहिँ एउटा कुराहरू चाहिँ कसरी लैजाने भन्ने कुराहरूमा चाहिँ हामीले चाहिँ एउटा आफ्नो धारणा चाहिँ बनाएर जानुपर्ने अवस्था भएकोले यहाँहरूको चाहिँ एकदमै एक्टिभली यहाँहरूले चाहिँ पार्टिसिपेट भएर सुझावहरू दिनुभयो भने त्यही सुझावको आधारमा हामीले चाहिँ एउटा हाम्रो धारणा अथवा राय राख्छौँ र त्यो रायलाई लिएर हामी चाहिँ सम्बन्धित निकायमा चाहिँ सब्मिट पनि गर्छौँ। सँगसँगै हामीले यो यसको उद्देश्य भनेको हामी कानुन व्यवसाय बीचमा पनि यसको बारेमा बुझाइ फरक मत रहेको छ। एटलिस्ट हामी जस्तो कानुन व्यवसायहरूले चाहिँ यसको बारेमा चाहिँ एउटा समान बुझाइ चाहिँ रहनुपर्छ भन्ने सोचका साथले पनि हामीले आज यो कार्यक्रम राखेको हुनाले चाहिँ हजुरहरूको चाहिँ यहाँको एक्टिभ पार्टिसिपेसनको लागि चाहिँ यहाँ आभार व्यक्त गर्दै म आजको कार्यक्रमको उद्देश्य यति नै गर्दै म कार्यक्रम अगाडि बढाउन धन्यवाद पूर्णिमा। अब हामी सिधै विषयको प्रस्तुतितिर जान्छौँ। हाम्रो आजको शीर्षक प्रस्तुतिको विषय रहेको छ बाल विवाह र प्रजनन स्वास्थ्यमा उमेरको भूमिका, कानुन र सामाजिक अभ्यास। पहिलो प्रस्तुति हाम्रो डाक्टर श्री अरुणा उप्रेतीजीको छ। अब म्यामको प्रेजेन्टेसन हुन्छ। म्यामलाई चाहिँ हामीले 20 मिनट चाहिँ समय उपलब्ध गराएको छ। धन्यवाद। नमस्कार सम्पूर्ण साथीहरू। आज म 35 वर्ष अगाडि नेपालमा एबोर्सन ल र नेपालको प्रपर्टी राइटको लागि लड्दाखेरि एकदम खुसी मनले विभिन्न ठाउँमा बोलेको थिएँ। आज यस्तो दुखी मन तपाईँहरू अगाडि बोल्दैछु। मानिसहरू संसार सभ्यता जहिले पनि अगाडि बढ्दै जान्छ। हाम्रो नेताहरू हाम्रा मूर्ख अफिस गभर्मेन्टमा बस्ने मानिसहरूको मूर्खताले गर्दाखेरि तपाईँ र हामी आज यस्तो विषयमा कुराकानी गर्नुपर्ने हुन्छ जुन विषयमा कुराकानी गर्नुपर्ने नै होइन। उनीहरूले कुरा किनभने उनीहरूले कुरा बुझेका छैनन् र एउटा स्पष्ट छ यो मुद्दा मधेसको नेताहरूको मुद्दाको लागि नेपाल सरकार नेपालमा अहिले नेताहरू बसेका नेताहरूले चाहिँ यसलाई चाहिँ परिवर्तन गर्न खोजेको होइन भने अहिले लेटेस्ट अहिलेको नेपाल सरकारको मुद्दा यसमा चाहिँ के देखेको छ भने तराई प्रदेशमा महिलाहरू प्रजनन उमेरमा आमा बन्दाखेरि मर्ने महिलाहरू 55% तराईमा छन् र यो मेरो भनाइ होइन, नेपाल सरकारले अहिले भर्खर निकालेको भनाइ। किन तराईमा चाहिँ कर्णालीमा भन्दा पनि किन तराईमा चाहिँ महिलाहरू मृत्यु हुन्छन् त? किनभने उनीहरूको सामाजिक संरचना, महिलाहरूप्रति गरिने व्यवहार, महिलाहरू स्कुल पढ्न नजाने, महिलाहरूको इकोनोमिक स्ट्याटस नभएको, परिवारमा भएको हिंसा, यो सबै कारणले गर्दाखेरि कर्णालीमा भन्दा हिमालमा भन्दा तराईमा मात्रै मृत्यु दर 55% छ। यस्तो लज्जास्पद विषयमा हामीले सरकारले काम गर्नुपर्ने ठाउँमा अझ अफगानिस्तानको जस्तै गरेर चाहिँ त्यो शरीर तल्याउनु ल्याउने जस्तै गरेर पो पछाडि पर्छ। यस्तो पनि हाम्रो जिन्दगी हुन्छ भन्नुहोस् त? यस्तो किसिमको नेताहरूलाई हामीले मान्नुपर्छ। भिर्काएको मलाई त आज यस्तो लज्जा अनुभव भइरहेको छ। म 38 वर्ष भयो डाक्टर भएर काम गरेको। यस्तो किसिमको मूर्खतापूर्ण विषयमा मैले कहिले पनि छलफल गर्नु परेको थिएन। यो के भयो? हाम्रो संसार, हाम्रा नेताहरू मूर्ख भन्नु कि स्टुपिड भन्नु कि धार्मिक भन्नु कि त्यो के भन्नु भन्नुहोस् त? अनि तर्क चाहिँ एकजना सांसदले तर्क दिनुभयो। संसारलाई के तर्क दिनुभयो भने पहिलाको भन्दा अहिलेको चाहिँ
किशोरीहरू चाहिँ हलक्क बढ्छ के उनीहरूको हर्मोन हुन्छ अरे अनि हर्मोनले गर्दाखेरि यौन सम्बन्ध राख्न मन लाग्दैन के विवाह भनेको यौन सम्बन्धको लागि मात्रै हो मानवीय जीवनको विवाह त एउटा पार्ट हो कसैलाई विवाह गर्न मन लाग्छ कसैलाई गर्न मन लाग्दैन कोही चाहिँ आफू म विवाह नगरेर बाँच्छु भनेर भन्छ कतिजना चाहिँ आफू लिङ्गी एउटै लिङ्गीसँग पनि विवाह जान्छ भनेपछि उहाँहरूको तर्क जस्तो मूर्खता अनसाइन्टिफिक के पनि छैन यहाँ कोही राजनीतिक नेताहरू हुनुहुन्छ भने गएर भनिदिनु होला सांसदहरूलाई तपाईँहरूले अलिकता पढ्नु पर्यो कमसेकम एसएससी त पास हुनुभयो होला नि त कमसेकम इन्टरनेट त हेर्नु जानुभएको हुन्छ होला नि त कसरी नत्र भन्दैन त ठ्याक्क म अफगानिस्तानमा 6 महिना काम गरेँ अफगानिस्तानमा काम गर्दाखेरि 6 महिना काम गरेपछि म डिप्रेसन भएर निस्केर अनि म चाहिँ अब त्यस्तो ठाउँमा काम गर्न सक्दिनँ भनेर म निस्केर आएको मान्छे किनभने उनीहरूको चाहिँ नियम अनुसार चाहिँ महिनावारी भएपछि विवाह गर्न पाइने भने चाहिँ नेपालमा पनि त्यही गरिदिउँ न त महिनावारी भएपछि विवाह गर्न पाइने अहिले नेपालमा नेपाली किशोरीहरूको बालिकाहरूको उमेर चाहिँ विवाह त्यो महिनावारी हुने उमेर अलिक कम हुँदैछ किनभने राम्रो पोषण छ भ्याक्सिनेसन छ गरिबीबाट अलिक त मुक्त भएको छन् हाम्रो पालामा 65 वर्ष भए हाम्रो पालामा 12, 13, 14 वर्षमा किशोरीहरू महिनावारी हुन्थे अहिले 9 वर्ष हुन्छ 9 वर्षलाई गर्छौँ ढुक्क हुन्छ सरकारलाई पनि अनि त्यो मधेसका जनताहरूलाई त झनै ढुक्क मधेसका नेताहरूलाई त झनै ढुक्क चाहिँ पुरै गर्नु परेन यस्तो किसिमको मूर्खतापूर्ण कुरामा मलाई आज छलफल गर्नु परिरहेको छ साँच्चै नै म लज्जाले एकदम लज्जाबोध भइरहेको छ किन उहाँहरू त्यस्तो भन्नुभएको भन्नुहोस् त उहाँहरूको कारण चाहिँ के कारणले भने किशोर र किशोरीहरूको बिचमा यौन सम्पर्क भयो किशोरीहरू चाहिँ अनि किशोर चाहिँ जेलमा पऱ्यो त्यो लजिक हुनसक्छ यस्तो किसिमको मूर्खतापूर्ण लजिक हुनसक्छ किशोरीलाई मार्गदर्शन नभएर उनीहरू त्यो समस्यामा परेका हुन् म 10, 11, 12, 14 वर्ष हुँदाखेरि मलाई अमिताभ बच्चन देखेपछि भुटुक्क हुन्थ्यो र म यसरी बिहा नगरेको त हुँदै जस्तो लाग्छ हो कि होइन त्यो बेला हरेक चोटिमा त्यो चाहिँ त्यो पनि एक प्रकारको यौन चाहिँ आफ्नो यौन विचार हो के तर समाजले त त्यो भनेन होइन अनि त्यसपछि जब बुद्धि हुँदै आयो भने अहिले त मूर्खतामा के त्यो अमिताभ बच्चनले चाहिँ मैले छानेको होला हो कि होइन अनि कति बेलाले चाहिँ तर्क दिनुहुन्छ पहिला त महिलाहरू बिहा गरेपछि चाँडैमा त्यसै कारणले गर्दाखेरि के भयो त मेरो आमा अहिले 90 वर्ष हुनुभयो 10 वर्षको उमेरमा उहाँको बिहा भएको उहाँ सुदूरपश्चिमको मान्छे 90 वर्षमा बाँच्नु भएको छ पहिलो बच्चा 16 वर्षमा भयो तर मेरो आमासँगै विवाह गरेर 16-17 वर्षमा विवाह गरेर बच्चा पाएका कति महिलाहरू मरे त त्यसको कुनै लेखाजोखा छ छैन नि त्यस्तो किसिमको अवस्थामा अहिले चाहिँ हुन्छ भनेर भन्ने हाम्रा को कानुनविदहरू हुन् कानुन मन्त्रालयमा बस्ने उहाँहरूलाई सुनाइदिनु होला तपाईँहरूलाई अलिकता पनि साइन्टिफिक अलिकता पनि नलेज छ भने यस्तो किसिमको मूर्खतापूर्ण कुरा नगर्नुहोस् नत्र भन्दा ढोल दबाएर सूत्र पशु नारी यहाँ सब टाढा के अधिकारी भनेर मनोस्मृतिमा लेखा जस्तै गरेर बस्यो भने भइहाल्छ र यसमा समस्या सबभन्दा बढी कसलाई पर्छ तपाईँले हाम्रो छोराछोरीलाई पढ्दैन मेरो छोरीलाई पढ्दैन मेरो नातिनीलाई पढ्दैन हाम्रा मन्त्रालयका वरिपरिका मान्छेहरूलाई पढ्दैन सबभन्दा बढी पढ्ने मधेसमा दलित जो आफै पनि यति पीडित छ जसलाई सरकारले हेरेको छैन सरकारले कहिले हेर्ने विचार त गर्दैन त्यो आशा पनि गर्नु होइन अनि सबभन्दा गरिब पीडित छोरीका नानीहरू पढ्छन् त्यसपछि उनीहरू माथि साङ्लोमा जातिन्छन् र के को माथि साङ्लोमा अशिक्षा कुरीति प्रजनन स्वास्थ्य अब मृत्यु नै हुने भन्ने कुरा पनि कतिजनाको हुन्छ अब त्यो मृत्युको कति कुराहरू केबाट देखिन्छ भने नेपालमा मर्ने महिलाहरूको आमा बन्दाखेरि 55% तराईमा जबकि तराईमा त बाटो छ पानी छ शिक्षा छ सहजता छ कर्णालीमा भन्दा पनि गरिबी कर्णा छैन होला नि त किन महिलाहरू त्यति मर्ने त्यो कुरा हाम्रो नेताहरूले विचार गरेन त्यो कुरा जसले चाहिँ अन्य थरीको चाहिँ महामूर्खतापूर्ण कानुन बनाउन थालेछ उसले विचार गरेको छैन जसले त्यो कानुन बनाउन थालेछ उसले आफ्नो छोरी र नातिनीलाई र छोरा र नातिलाई चाहिँ 18 वर्षमा बिहा गर्नुपर्छ भन्दैन उसले त त्यो ठाउँको मानिसहरू जो चाहिँ
सबभन्दा गरिबीको रेखामा मुलुक पुर्याएको छन् उनीहरूको छोराछोरी गरे गरून् मरे मरुन् भन्ने गरेको हो। त्यसै कारणले गर्दाखेरि र त्यो तर्क अहिलेको हर्मोन लोचा छ त्यसै कारणले गर्दाखेरि बिहा गरिदिनुपर्छ भन्ने किसिमको जुन छ नि त्यो जस्तो मूर्खतापूर्ण कुरा केही होइन। किनभने किशोरीहरू हो पहिलाको भन्दा किशोरीहरूको स्वास्थ्य राम्रो भएको छ। नेपालीहरूको उमेर बच्चा बच्चीहरूको जन्मने दरदेखि लिएर उनीहरूको चाहिँ शिशुहरू मृत्यु हुने दर कम भएको छ। त्यो त एकदम पोजिटिभ, त्यो त लामो समय सबैजनाले मिलेर काम गरेर आएको हुनाले त्यस्तो किसिमको अवस्था भएको। अनि हामी चाहन्छौँ त्यो कुरालाई फेरि पछाडि फर्काउँ। ल मरेनन् रे किशोरीहरू मरेनन् रे आमा भन्दाखेरि अनि के जिन्दगीभरि अशिक्षाको बाटोमा घुम्लिएर हिंसा सहेर बस्यो भने चाहिँ त्यो सरकारलाई ठिक छ त भन्नुहोस् त? किनभने उनीहरूले एउटा त्यो कुन चाहिँ मधेसवादका नेताहरूले चाहिँ होइन यसो गर्नुपर्छ भनेर उहाँले हौसाउनुभयो अनि उहाँले हुन्छ भनेर भन्नुभयो। त्यस्तो हो भने त अफगानिस्तान जस्तै बनाइदिउँ, सरियत ल चलाइदिउँ, के चिन्ता गर्नु परेर? कोही पनि केटाकेटी पहिला आजभन्दा 90 वर्ष अगाडिको जस्तो केटाकेटीहरूसँगै पढ्न नपाउने, केटाकेटी बोल्न नपाउने भनेर गरिदिउँ न त। किनभने र अर्को सबभन्दा महत्त्वपूर्ण कुरा उहाँहरूले विज्ञान बुझ्नु भएको छैन भन्ने कुरा चाहिँ कहाँबाट थाहा बुझ्यो भने मैले उहाँहरूले शरीर हलक्क बढेको देख्नुभयो। एकदम हो हलक्क बढ्यो किनभने कुपोषण कम भयो, पोलियो भ्याक्सिनेसनदेखि लिएर सबै भ्याक्सिनेसन भयो। तर बाल बालिकाको त्यो किशोर मस्तिष्क अझै पनि बन्दै हुन्छ र जब 25 वर्ष नपुगेसम्म त्यो यो चाहिँ तपाईँहरूलाई मैले भनेको कुरा विश्वास नगर्नुहोस्। तपाईँहरू सबैजनाको हातमा इन्टरनेट छ, इन्टरनेट हेर्नुहोस्। जबसम्म 25 वर्ष नपुग्नेसम्म त्यो मस्तिष्क अझ बन्दै हुन्छ। 18, 15, 16 वर्ष गरेको बेलामा गरेका गल्तीहरू र त्यो जुन बालबालिकाहरू भागेर जान्छन् नि उनीहरूलाई चाहिँ के भन्छ नि प्रेम र मन पराएको बिचमा चाहिँ के थाहा नै हुँदैन। मन परेको भने के हो, प्रेम भनेको के हो भने थाहा हुँदैन। एउटा पक्ष त्यो, अर्को गरिबी, आमा बुवाहरूको झगडा, रक्सी, यस्तो सबै कारणले गर्दाखेरि चाहिँ म त यहाँ यस्तो दुखी छु, आफ्नो ठाउँमा गयो भने त लोग्ने आफ्नो केटासँग बिहा गरेर गयो भने त सुखी हुन्छ भने जहिले पनि त ग्रास इज अलवेज ग्रिनर अन द अदर साइड भने जस्तै अनि आनन्द हुन्छ भन्छ। तर 15-16 वर्षमा विवाह, माओवादीको पालामा त कतिवटा विवाहहरू भएको थियो त नि, कतिवटा विवाहहरू तपाईँले देख्नुभयो एकदम चित्त छुट्यो। माओवादीहरूले एकदम अन्तर्जातीय विवाह गराइदिने ल भनेर माओवादीका पण्डितजीहरूले गर्नुभएको थियो। त्यो मान्छेको एकछिनको आवेगमा आएर गरेको विवाह छुट्टिएर पछि कस्तो उनीहरूको जिन्दगी बर्बाद भयो। र यहाँ सबभन्दा बढी समस्या पर्ने चाहिँ किशोरी हुन्छन् तर किशोरहरू पनि त्यत्तिकै हुन्छन्। र किशोरीहरू चाहिँ दुःखमा पर्ने, किशोरहरूलाई चाहिँ समस्या नपर्ने भन्ने होइन, उनीहरूको त पढाइ छुट्छ। र यो होल इस्यु चाहिँ विकासको मुद्दा हो। किशोरीहरूको विवाह गर्ने सरकारले सजिलो बाटो रोक्यो। न्यायपालिकाले एकदम अन्याय पद्धतिलाई विचार गरेन, उसले सजिलो बाटो रोक्यो, ल कानुन बनाइदियो अनि एकदम हाई सन्चो। तर उसले यो चाहिँ रोजेन कि किशोरीहरूलाई कसरी चाहिँ मार्गदर्शन गर्ने, कसरी उनीहरूलाई चाहिँ आफ्नो जिन्दगीमा अगाडि बढाउनलाई चाहिँ विभिन्न स्कुलहरूमा, कलेजहरूमा, पाठशालाहरूमा चाहिँ उनीहरूलाई चाहिँ सानो उमेरमा विवाह गर्नु हुँदैन, यस्तो नेगेटिभ कनोटेसन हुन्छ भनेर कसरी भन्ने छलफल नगर्ने अनि गएर एकदम पण्डितलाई छापेर एकदम हर्मोन भएको छ, हर्मोन लोचा भएको छ, यौन सम्पर्क गरे हुन्छ भन्ने किसिमको मूर्खतापूर्ण सांसदहरूले गरेको। र ठ्याक्क अहिले कुरा गर्दा मलाई के लाग्छ भने जब हामीले नेपालमा गर्भपतनको कानुन ल्याउनुपर्छ भनेका थियौँ त्यो बेलामा केही सांसदहरू उहाँले माथि गइसक्नुभयो, उहाँको नाम लिन्न, महिला सांसदहरूले के भन्नुभएको थियो, नेपालमा गर्भपतनलाई कानुनी मान्यता दियो भने सबै नेपाली महिलाहरू बेस्या बढै थियो, बेस्या हुन्छन्। तपाईँहरूले मसँग पर्सनल आएर सोध्नु भने को भनेर म भन्छु, तर यहाँ म अफिसियली भन्दिनँ। बेस्या हुन्छन् भनेर भन्नु कोही पनि भएन नि त। नेपालमा गर्भपतनको कानुन ल्याएपछि नेपाली महिलाको मातृ मृत्यु दर त स्वाट्टै घट्यो। म काम गर्दाखेरि 860 थियो 1 लाखमा, अहिले घटेर 151 भएको छ। तर अझै पनि हामी नेपालीहरू अझै समस्यामा छौँ। कुन अर्थमा भने यस्तो किसिमको कानुनी अवैज्ञानिक विचार, मान्छेहरूको कानुन त जहिले पनि अगाडि पो बढ्नुपर्छ होइन त? कि चाहिँ अफगानिस्तान जस्तो बन्यो
जहाँ चाहिँ एकदम तालिबाली गरेर सबै महिलाहरूलाई चाहिँ स्कुलै पठाउन पाउँदैन, आनन्द छ, बसेर छ, केही पनि भएको छैन कि त्यसो गऱ्यो भने त्यसै गरौँ। हाम्रो कानुनविदहरू जो चाहिँ कानुन यस्तो किसिमको कानुन बनाउन लागेको छन्, होइन भने उहाँहरूले कि चाहिँ छलफल गर्नु पर्यो वैज्ञानिकहरूसँग, साइन्टिस्टहरूसँग, डाक्टरहरूसँग, प्रजनन शास्त्रकोमा काम गर्ने मान्छेहरूसँग। उहाँहरूको आफ्नो विचारमा केही राजनीतिक दुईटैको सफलता दुईटै सँगसँगै जानुपर्छ। शरीर हलक्क पर्छ, मन अझै बढेको हुँदैन, महिला मस्तिष्क अझै बढेको हुँदैन। र उहाँले के भन्नु भने बच्चा पाउँदाखेरि जो सब मरेका छैन नि त पहिला महिलाहरू भन्दा। अस्ति भर्खर एकदम दुःखद घटना, आसाममा एकजना 12 वर्षको केटीलाई बलात्कार, किशोरी पनि होइन, बालिकालाई बलात्कार गरेर तिनले बच्चा पाइन्। उसले त 12 वर्ष पाइन्, त्यसो त भइहाल्यो नि त, के भयो त, सबैले रिक्से गरेर दिउँ न भनेर भन्न सक्ने सम्भावना छ हाम्रा नेताहरूको। त्यो कानुनविदहरू जसले चाहिँ त्यो कानुन बनाउँछन् नि, छ कि छैन र भन्नुहोस् त। र त्यो जो कानुन बनाउने छन् उनीहरूले चाहिँ आफ्नो छोरी आफ्नो छोराहरूलाई चाहिँ 18 वर्षमा बिहा गरेर जाउन् भन्ठान्छन्। अवश्य भन्ठान्दैनन्, उनीहरूले त आफ्नो छोराछोरी चाहिँ एकदम पढी लेखी राम्रो जागिर पाउन् भनेर भन्ठान्छन्। अनि जो सबभन्दा गरिब तबकाका मान्छेहरूलाई चाहिँ यस्तो किसिमको विचारै नगरेर यस्तो बनाउने विचार गरेका छन्। त्यसै कारणले गर्दाखेरि यो आवाज उठाउनु पर्छ। हाम्रो आवाज कति उहाँसम्म पुग्छ पुग्दैन भिन्नै कुरा, तर उनीहरूको विचार चाहिँ तालिबानको जस्तै विचार हो। यो त जस्तो प्रकारले तालिबानले चाहिँ महिलाहरूलाई स्वतन्त्रता दिनु हुँदैन, शरीयत लमा हात काट्नुपर्छ चोरको भनेर छ, त्यस्तै प्रकारले त्यो पण्डितहरू जसले यस्तो किसिमको कानुन अघि भन्नुभयो म्याडमले, जसले यस्तो किसिमको कानुन बनाउँछ तिनीहरू चाहिँ तालिबानका दाजुभाइ हुन् कि ठुलो बुवा हुन् कि बुवा हुन् कि को हुन् थाहा छैन। हामीले समाजलाई अगाडि बढाउने हो कि पछाडि धकेल्ने हो भन्नुहोस् त। किशोरीहरू अहिले बल्ल अलिकता नेपाली समाज बिस्तारै बौरिँदैछ। मेरो आमाको विवाह 10 वर्षको उमेरमा भयो, मेरो विवाह 26 वर्षमा भयो, मेरो छोरीको विवाह 29 वर्षमा डाक्टर भएर साइकियाट्रिस्ट भएर भइसकेपछि अनि बल्ल भयो। अनि अहिले चाहिँ के फेरि 16-17 वर्षमा विवाहको उमेर गरेर 10 कक्षा नपढ्दै जिन्दगीभर त्यो मानसिक समस्याको जुन जन्जाल छ नि, त्यो मानसिक शारीरिक स्वास्थ्यको त छँदैछ, पाठेघर खस्ने, अनेक किसिमका यौन रोग लाग्ने, सानो उमेरमा विवाह गरिसकेपछि पाठेघरको मुखको क्यान्सर हुने। कुन चाहिँ नेताले आफ्नो छोरीको मुखको पाठेघरको मुखको क्यान्सर होस् भन्ठान्छ भन्नुहोस् त? भन्ठान्छ? भन्ठान्दैन नि, तर आँखाको छोरीलाई चाहिँ भए हुन्छ। त्यस्तो किसिमको मूर्ख हामी एकदम दुखी छौँ। त्यस्ता किसिमका मूर्ख हाम्रा नेताहरू छन् जसलाई विज्ञानको कुनै ज्ञान छैन, संसार कहाँ पुगिसक्यो भन्ने थाहा छैन। अनि उनीहरूलाई चाहिँ केही मानिसहरूको चाहिँ इन्ट्रेस्टलाई ध्यानमा राखेर यस्तो बनाउँदैछन्। यसले गर्दाखेरि समस्यामा पर्ने काठमाडौँका मान्छे हुँदैन, तराईका दलित, मुसर, चेपाङ जो इन्डिजिनियस जो यसै पनि पछाडि परेका उनीहरू पर्छन् भनेपछि हामीले यस्तोलाई अगाडि बढाउने कि यस्तो किसिमको मूर्खतापूर्ण कुरालाई चाहिँ यहीँ रोक्नुपर्छ भनेर भन्ने। ल भन्नुहोस् त, यो त कस्तो किसिमको भयो भने तालिबान भयो। म सुडानमा गएको थिएँ, सुडानमा जाँदाखेरि चाहिँ मलाई सुडानमा काम गर्दाखेरि मैले चाहिँ परिवार निर्णयको बारेमा छलफल गर्दाखेरि मलाई के भयो, यहाँ तपाईँले के को परिवार निर्णयको कुरा गर्न आउनुहुन्छ? हाम्रो त यहाँ परिवार निर्णय गर्ने चलन छैन। त्यसो गर्यो भने त मलाई यहाँबाट गोली हान्न पठाइदिन्छ भनेको चाहिँ म 3 महिना बस्छु त्यहाँबाट भागी होइन भनेपछि भोलि हाम्रो सरकारले त्यस्तै भन्ला, भोलि त गर्भपतन गर्न पाइँदैन भनेर न्याय कानुन बनाउला। अनि के गर्ने त? त्यसै कारणले गर्दाखेरि यहाँ यस्तो किसिमको ती विद्वत तथाकथित विद्वत वर्गहरू जसले यस्तो कानुन बनाउनु थालेका छन् उहाँहरूलाई अलिकता पढाउनु पर्यो। उहाँले इन्टरनेट हेर्नु पर्यो, कसरी मानिसहरूको मस्तिष्क, कसरी किशोर किशोरीहरूको मस्तिष्कमा कस्तो बदलाव आउँछ र शरीर हलक्क बढ्दैमा किशोरीहरू हलक्क 12 वर्षको 14 वर्षको किशोरी चाहिँ 18-19 वर्षको हुँदै देख्दैमा उनीहरू चाहिँ एकदम सबै आफ्नो डिसिजन गर्न सक्ने भन्ने हुँदैन। उनीहरूको डिसिजन परिपक्व डिसिजन गर्नलाई 20, 22, 23 वर्ष पर्खिनुपर्छ, त्यसपछि मात्र। र अहिले मैले यति ठाउँमा थुप्रै ठाउँ स्कुलहरूमा काम गर्दाखेरि के देखेको छु भने 10, 8, 9 को केटीहरू भागेर जान्छन्,
किनभने उनीहरूलाई कसैले केही मान्छे जीवनको बारेमा जीवनशैलीको बारेमा केही भनेकै छैन। र हाम्रो सरकारी स्कुलहरूको अवस्था के छ भन्ने कुरा त तपाईँहरूले देखिहाल्नु भएको छ, जहाँ चाहिँ 20% बच्चाहरू एसएससीमा पास हुन्छ। त्यो स्कुलमा के चाहिँ सिकाइ हुन्छ? केही पनि सिकाइ हुँदैन। र त्यसमाथि पनि करेला उस पर निम चढा भने जस्तै। अनि त्यसपछि यसै त यस्तो अवस्था छ। अनि त्यसमाथि पनि ए ल 18 वर्षमा बिहा गर्न पाइन्छ भनेर भनेपछि त धवाधम गरिब मुसर दलितहरूको उसले चाहिँ विवाह गर्नलाई चाहिँ दिएपछि अनि त्यसपछि समाज चाहिँ के हुन्छ? हामी समाजलाई अगाडि बढाउने कि समाजलाई पछाडि बढाउने? कुनै पनि हालतमा यस्तो किसिमको चाहिँ आज उहाँले जबरजस्ती गर्नु होला, पार्लियामेन्टमा उहाँको चाहिँ धेरै छ, तर यसले गर्दाखेरि समाजमा चाहिँ राम्रो गर्दैन र उहाँहरूलाई चाहिँ अलिकता पनि विज्ञानको विचार छ र सामाजिक विज्ञानको ज्ञान छ भने त्यस्तो किसिमको मूर्खता गर्नुहुन्न होला भन्ने मलाई विश्वास छ। तर हाम्रा नेताहरूको त के विश्वास, हाम्रा सांसदहरूको के विश्वास, जसले महिलाहरूले गर्भवती अधिकार पायो भने चाहिँ बेस्या हुन्छन् भनेर भन्ने त्यही लेगेसी बोकेर उहाँहरू हिँडिराख्नु भएको छ। म एज अ साइन्टिस्ट, म एज अ सामाजिक कार्यकर्ता, स्वास्थ्य कार्यकर्ता यस्तो किसिमको कार्यक्रमहरूमा चाहिँ तपाईँहरूले जहाँ बोलाउनुहुन्छ यो चाहिँ यसको विरोधमा म त्यही कालो कोट, सेतो कोट, रातो कोट, जुन कोट लाएर आउनु तयार छ। धन्यवाद। धन्यवाद हजुर डाक्टर शाह, हजुरको दमदार प्रेजेन्टेसनको लागि। पक्कै पनि अलिकति सचेतना भएको मान्छेहरूलाई चाहिँ यो विवाहको उमेर घटाउन लागेको छ अथवा त्यसको चाहिँ कानुनमा संशोधन हुँदैछ भन्ने विषयले चाहिँ पक्कै पनि दुःख लागेको छ म्याम। हजुरलाई मात्र होइन, हामीलाई पनि दुःख लागेको छ। म्यामको विशेष गरी प्रेजेन्टेसनमा हाइलाइट भनेको चाहिँ के थियो भन्दाखेरि 25 वर्षसम्ममा चाहिँ मानिसको मानसिक स्वास्थ्यको विकास भइराख्ने भएको कारणले गर्दा विवाह गर्दाखेरि चाहिँ यो विवाहको उमेर चाहिँ घटाउने कुरा चाहिँ कतै पनि जायज होइन भन्ने कुरा थियो भने विवाह भनेको चाहिँ यौन सम्पर्क मात्रै होइन, योसँग धेरै चाहिँ यो दायित्वहरू जोडिएको छ। सँगै आर्थिक, सामाजिक र शैक्षिक रूपमा मानसिक रूपमा परिपक्व भएपछि मात्रै विवाह गर्ने उमेर चाहिँ योग्य हुन्छ भन्ने चाहिँ उहाँको मुख्य भनाइरहेको चाहिँ पाएको छु। अब हाम्रो दोस्रो प्रस्तुति रहेको छ। दोस्रो प्रस्तुतिको लागि चाहिँ अधिवक्ता श्री सबीर श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गरे र हजुरलाई पनि बिच्ने छ। थ्याङ्क यू। धन्यवाद म्याडम। यस कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन व्यक्तित्वहरू, वरिष्ठ अधिवक्ताज्यू, लगायत सम्पूर्ण उपस्थित वर्गमा मेरो नमस्कार छ। धेरै कुरा हाम्रो डाक्टर अरुणाज्यूले राखिसक्नुभयो। मैले अलिकति म चाहिँ लिगल पार्टबाट राख्छु। त्योभन्दा अगाडि चाहिँ अहिलेको हाम्रो 2021 को सेन्ससले के देखायो भन्दाखेरि नेपालमा बसिरहेको जनसङ्ख्यामा चाहिँ मैले पनि हेर्न गाह्रै पर्ने रहेछ, 34% जस्तो लाग्छ। 34% चाहिँ हाम्रो चाहिँ बाल विवाहको प्रिभिलेन्स देखाएको छ। र अहिलेको बालबालिकाको कुरा गर्ने हो भने चाहिँ तपाईँको करिब 2% बालबालिका चाहिँ 19 वर्षको बालबालिकाहरूको विवाह भइसकेको भन्ने कुराहरू चाहिँ रहेको छ। यो यहाँबाट हेर्नु त गाह्रै पर्ने रहेछ। र यो चाहिँ यति बाल विवाह चाहिँ यति भयावह छ। तर हाम्रो रिपोर्टिङ कसरी हुन्छ भनेको चाहिँ यो विगतको 5 वर्षको रिपोर्टिङ हो। र लास्ट हाम्रो इयर 80-81 को कुरा गर्दाखेरि चाहिँ 52वटा नेपालभरिमा चाहिँ 52वटा बाल विवाहको चाहिँ रिपोर्टिङ भएको छ। यसको म फेरि पछि आउँछु। र विशेष गरी हाम्रो संविधानको कुरा गर्यो भने संविधानको धारा 39ले के गरेको छ भन्दाखेरि यो बालबालिकाको हक हो। र यो धारा 39 को 5 ले के गरिएको छ भन्दाखेरि चाहिँ बाल विवाह विरुद्धको हकलाई पनि बालबालिकाको हकको रूपमा राखिएको छ। र त्यति मात्र होइन, धारा 39 ले के पनि भन्छ भन्दाखेरि बाल विवाहलाई चाहिँ कानुनी रूपमा दण्डनीय बनाउने छ र बाल विवाहमा परेका पीडित चाहिँ क्षतिपूर्ति पाउने छ भन्ने कुरा यो हामीले यसमा हेऱ्यौँ भने अलिक ठुलो रहेछ होइन। हाम्रो चाहिँ 39(5) के भन्यो भने कुनै पनि बालबालिकाको बाल विवाह गरिने छैन, यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने चाहिँ यो मौलिक हक हो। र यो अलिकति मैले कहाँबाट आयो भन्दाखेरि अहिले हाम्रो सुधा म्यामले पनि अलिकति ल्याउनु भएको थियो। एउटा भ्रम कहाँनिर छ भन्दाखेरि चाहिँ यो अपराध संहिताले 20 वर्ष बनाएको भन्ने भ्रम छ। यो अपराध संहिताले 20 वर्ष बनाएको होइन होइन। यो चाहिँ हाम्रो मुलुकी ऐन आउँदाखेरि नै हाम्रो चाहिँ 72 सालमा यो लैङ्गिक समानता कायम गर्ने र लैङ्गिक हिंसाको लागि यो संशोधन भनेर आएको थियो। त्यतिखेर हाम्रो 20 वर्ष चाहिँ मुलुकी ऐनमा भइसकेको थियो। मुलुकी ऐन र अपराध संहितामा फरक के पर्यो भन्दाखेरि मुलुकी ऐनमा चाहिँ बदरयोग्य थियो बाल विवाह
अपराध संहिताले के गर्यो भन्दाखेरि स्वत बदर भनेर लिएर आयो। त्यसले गर्दाखेरि 20 वर्ष भए पनि बदरयोग्य हुने जस्तो खासै फरक परेको थिएन। यो के अरे स्वत बदर भनेपछि फरक परेको हो होइन। र यो मैले यो किन पनि यो पनिसमेन्ट पनि छ र एउटा हाम्रो चाहिँ अहिलेको कानुन अहिलेकै बाल विवाहको कानुनको पनि ड्राफ्टिङमा कहाँ मिस्टेक छ भन्ने कुरा मैले ल्याउनु खोजेँ। यहाँनिर चाहिँ अहिले त हाम्रो यो दफा 173 हो। 173ले के भन्छ भन्दाखेरि चाहिँ विवाह गर्ने व्यक्तिको उमेर 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनेको छ। र सबैभन्दा ठुलो क्वेसन यहाँ कहाँनिर आयो भन्दाखेरि 20 वर्ष नपुगिकन 16 वर्षको बच्चाले बिहा गर्छ भने त्यो 16 वर्षको बच्चा चाहिँ पीडित हो कि पीडक हो। र अहिलेको हाम्रो अपराध संहिताले के गर्यो भन्दाखेरि 16 वर्षको बच्चा विवाह गर्छ भने त्यसलाई पीडक मान्यो। किनभने त्यहाँ पढ्नु होला विवाह गर्ने व्यक्तिको उमेर 20 वर्ष नपुगी विवाह गर्न पनि हुँदैन भनेपछि अहिले के भइरहेको छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ बाल बालिकालाई नै बाल विवाह गरेको भन्ने मुद्दा लागिरहेको छ होइन। र हाम्रो एकदम मेजर यो ड्राफ्टिङमा चाहिँ हाम्रो अपराध संहिता र मुलुक ऐनमा कहाँनिर फरक पर्यो भन्दाखेरि मुलुक ऐनमा चाहिँ हामीले के भनिरहेको थियौँ भन्दाखेरि चाहिँ यो कानुनको लागि विवाह के अरे विवाह अगावै विवाह गर्ने गराउनेको उमेर यो पनिसमेन्टमा चाहिँ के छ भन्दाखेरि चाहिँ 16 वर्ष नपुगेकोसँग बिहा गर्नु हुँदैन यस्तो भन्ने छ। तर हाम्रो यहाँनिर चाहिँ के आयो भन्दाखेरि चाहिँ यो चाहिँ आफै पनि पर्ने आयो। अर्को कुरा एउटा चाहिँ हाम्रो संविधानसँग ठाडै कहाँ बाँधियो भन्दाखेरि संविधानले एउटा त बाल विवाह गर्नु हुँदैन बाल विवाहको पीडि क्षतिपूर्ति भन्ने जुन कुरा आएको छ र हाम्रो अपराध संहिता हेऱ्यो भने चाहिँ यहाँ क्षतिपूर्तिको व्यवस्था छ। सरी मुलुकी ऐनमा चाहिँ क्षतिपूर्ति थियो जरिवाना बापत बाल विवाहमा क्षतिपूर्ति पाउँछ भनेको थियो। तर अपराध संहितामा के छ भन्दाखेरि बाल विवाह भयो भने क्षतिपूर्ति छैन। किन छैन भन्दाखेरि बाल विवाहमा हामीले के मान्यौँ भन्दाखेरि बाल बालिकालाई नै पीडक मानेर चाहिँ हाम्रो कानुन छ। र मैले यहाँ चाहिँ यो हाम्रो प्रहरीको यो हरेक वर्ष यही हो। प्रहरीको चाहिँ हाम्रो 81 यो 80-81 को चाहिँ डेटा हो। 80-81 को डेटा हेऱ्यो भने सबै कसुरहरू छ। यसमा चाहिँ के छ भन्दाखेरि बाल विवाह अहिले मैले भने जस्तो 52वटा चाहिँ बाल विवाहको चाहिँ उजुरी परेको छ। र 52वटा बाल विवाहको उजुरीको कुरा गर्दाखेरि चाहिँ 47वटा यस्तो जिल्लाहरू छन् जहाँ एउटा पनि बाल विवाहको उजुरी भएको छैन। के नेपालमा यस्तो 47वटा जिल्ला छ होला जहाँ चाहिँ 20 वर्ष मुनि बिहा नभएको होस् भन्दाखेरि हाम्रो तथ्याङ्क बाँधिन्छ होइन। जम्मा 52वटा मात्रै बाल विवाहको चाहिँ उजुरी परेको छ। र त्योभन्दा सरप्राइजिङ के छ भन्दाखेरि चाहिँ 52वटा उजुरी पर्ने बाल विवाहको तर उसले यहाँ पीडित र पीडकको सङ्ख्या पनि छ कि तर पीडित चाहिँ 30 जना मात्रै छ। अपराधको कसुरको चाहिँ उजुरी चाहिँ 52वटा पर्ने पीडित चाहिँ कतिजना भन्दाखेरि 30 जना। कसरी भन्दाखेरि बाल विवाहमा पीडित भन्ने परिकल्पना हाम्रो अपराध संहिताले गरेन। अपराध संहिताले के गर्यो भन्दाखेरि बच्चाहरूले बिहा गर्यो भने ऊ पनि कसुरदार अनि ठुलो भएको मान्छेले बिहा गर्यो भने ऊ पनि कसुरदार भनेपछि सिधै हाम्रो चाहिँ संविधानसँग कहाँ बाजियो भन्दाखेरि संविधानले जुन धारा 39ले बाल विवाह भनेको चाहिँ बाल बालिका विरुद्धको अपराध हो भनेको छ त्यो पनि भएन। अनि त्यसमा क्षतिपूर्ति पाइने छ भनेको छ बाल विवाहमा क्षतिपूर्तिको व्यवस्थै छैन। अनि अर्को चाहिँ यता पीडितको होइन पीडकको हेऱ्यो भने चाहिँ के देखिन्छ भन्दाखेरि यहाँदेखि चाहिँ मैले अलिक सानो देखेको हुनाले यहाँ चाहिँ केटीहरूलाई नै पीडक बनाएर चाहिँ कतिवटा 12-15वटा केटीहरूलाई अनि केटाहरूलाई पनि पीडक बनाएर 20-25वटा चाहिँ बालक बालिकाहरूलाई चाहिँ मुद्दा चलिरहेछ भनेपछि चाहिँ एउटा त हामीले चाहिँ कानुनको डिपार्चर कहीँबाट लिनु पर्यो भन्दाखेरि बाल विवाहमा संलग्न भएका बाल बालिकाहरू चाहिँ पीडक हो कि पीडित हुन् भन्ने पहिला लिनु पर्यो। र कहाँसम्म छ भन्दाखेरि 10 वर्षदेखि 14 वर्षको बच्चालाई पनि बाल विवाह गरेको भनेर चाहिँ लास्ट इयर मात्रै प्रत्येक वर्ष लाग्छ। पुलिसको प्रतिवेदनले लास्ट इयर मात्रै पनि केस गरेको चाहिँ हामीसँग चाहिँ पुलिसको डेटाबाट चाहिँ देखिन्छ होइन। यो चाहिँ एउटा चाहिँ हेर्नुपर्ने कुरा छ। यो जारवालाको भनेर त चाहिएन। र अहिले नेपालको कुरा गर्दाखेरि नेपाल चाहिँ 20 वर्ष अहिले डाक्टर अरुणाले भनिसक्नुभयो होइन मूर्खता हो कि के हो भनेर। नभए चाहिँ एउटा हामीले अब उमेर घटाउने हो भने चाहिँ नेपालले चाहिँ अब कति कुरामा गिनिज बुकमा रेकर्ड राख्न सकेको छ कि छैन। यो चाहिँ कुनै पनि देशले चाहिँ बिहाको उमेर घटाउँदै जाँदैन होइन। नेपाल चाहिँ यस्तो पहिलो देश भनेर हामीले गिनिज बुकमा रेकर्ड राख्न सक्छौँ कि हामी चाहिँ बिहाको उमेर चाहिँ घटाउँदै जाने एकदम के हो प्रगतिशील हो कि के हो हामी एकदम जम्प हान्ने भन्थ्यौँ होइन। नयाँ नेपाल यस्तै हो भनेर चाहिँ हामी जम्प हान्न सक्छौँ होला होइन। र उमेरको कुरा गर्दाखेरि चाहिँ इन्डियाको अहिले के छ भन्दाखेरि 21 र 18 छ इन्डियामा। तर इन्डियामा चाहिँ 17औं लोकसभा के अरे लोकसभामा चाहिँ बिल पनि गएको थियो। त्यो बिलले के गरेको थियो भन्दाखेरि 21 वर्ष बनाउनु पर्छ इन्डियामा चाहिँ 21 वर्ष बनाउने भन्ने चाहिँ गएको थियो। तर अब त्यो बिल पास भएको छैन त्यसले गर्दाखेरि अहिले यो नै छ। तर इन्डियामा चाहिँ के पनि रहेछ भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो चाहिँ इन्डियामा चाहिँ चाइल्ड म्यारेज प्रिभेन्सन एक्टले चाहिँ 21 र 18 गरेको छ। केटाहरूको हकमा 21 1 वर्ष हामीभन्दा बढी रहेछ केटीहरूको हकमा 18 गरेको छ।
तर त्यहाँ चाहिँ पर्सनल लजहरू पनि छन्। जस्तो हिन्दू पर्सनल लजले चाहिँ 18 गरेको छ, मुस्लिम पर्सनल लजमा चाहिँ 15 वर्ष रहेछ। र यो चाहिँ इन्डियामा चाहिँ विभिन्न कोर्टहरूमा चाहिँ यसको चाहिँ केसहरू पनि पराएको छ। मुस्लिम पर्सनल लले 15 भन्छ, यहाँ चाहिँ उनीहरूकै यो चाहिँ प्रिभेन्सन अफ चाइल्ड म्यारेज एक्टले चाहिँ 18 भन्छ भन्दाखेरि त्यहाँ चाहिँ हाई कोर्टहरूले चाहिँ के व्याख्या गरेर रहेछ भन्दाखेरि जुन पछि आएको ऐन छ त्यसको आधारमा हुनुपर्छ भनेर चाहिँ हाइकोर्टले चाहिँ 18 हुनुपर्छ भन्ने प्रोग्रेसिभ व्याख्याहरू गरेको रहेछ। सुप्रिम कोर्टमा यो केस पुगेन छ। तर के हाइकोर्टहरूले अपवादको रूपमा चाहिँ मुस्लिम पर्सनल ल भनेको चाहिँ स्पेसल ल हो भन्ने व्याख्या पनि रहेछ। तर इन्डियामा प्रयास भइरहेको छ, जुन देशमा चाहिँ इन्डियामा चाहिँ बढाउने प्रयास हुँदैछ, जसलाई चाहिँ हामीले अब हाम्रा नेताहरूले आदर्श एकदम फलो गर्ने उद्देश्य त त्यही नै होला होइन। हामी चाहिँ के गरिरहेको छौँ भन्दाखेरि पछाडि जानेछौँ। र चिनको कुरा गऱ्यौँ भने चाहिँ चिनमा के छ भन्दाखेरि चाहिँ केटीहरूको लागि 20 र केटाहरूको लागि चाहिँ 22 छ। भनेपछि यो दुईटा हाम्रो छिमेकी देशहरू हेऱ्यो भने उहाँहरूको चाहिँ प्रोग्रेसिभ हुँदैछ, उहाँहरू अगाडि जाँदै हुनुहुन्छ, हामी चाहिँ पछाडि जान लागेको छौँ। तर यस्तो पनि होइन कि अरू देशहरूको कुरा गर्दाखेरि कम नभएको देशहरू पनि छ। जस्तो जापानमा 18 हो, धेरै जसो देशमा 18 छ होइन। यो अरू देशमा के छ भने साउदी अरेबियामा पनि 18 छ, युएईमा 18 छ, इरानमा चाहिँ केटाहरूको लागि 18, केटीहरूको लागि 16 छ। अब इरान अब को हाम्रो मान्छे भन्यो, युकेमा 18 छ, जर्मनीमा 16 छ, फ्रान्समा 18 छ, अस्ट्रियामा 18 छ, साउथ अफ्रिकामा 18 छ, नाइजेरियामा 18 छ, इजिप्टमा केटाहरूको लागि 18, केटीहरूको लागि 16 छ। युनाइटेड स्टेटमा चाहिँ त्यो स्टेट अनुसारको छ, यो चाहिँ फेडरल ल छैन, त्यहाँको चाहिँ स्टेट अनुसारको चाहिँ यो 21 वर्षसम्म छ, 18 देखि 21 सम्म छ। त्यहाँ केही राज्यहरूमा चाहिँ के छ भन्दाखेरि चाहिँ 21 पनि छ, यहाँबाट मैले देखिनँ। जस्तो 21, 19 छ। अनि हेरेर पनि छ, कहीँ कहीँ चाहिँ तपाईँको बच्चा भयो भने चाहिँ 18 मुनि पनि दिने भन्ने टाइपको पनि छ होइन। क्यानाडामा पनि त्यो उनीहरूको प्रोभिन्स अनुसार छ, 18, 19 चाहिँ हेरेर चाहिँ छ। मेक्सिकोमा 18 छ, ब्राजिलमा 18 छ, अर्जेन्टिनामा 18 छ, चिलीमा 18 छ, 18 छ होइन, न्युजिल्यान्डमा 18 छ। अब चाहिँ यहाँ के आउने भयो भन्दाखेरि एउटा नेपालभन्दा पछाडि अरबतिर पनि 16, 17हरू पनि छन् होइन। अलिकति हामीले नेपालभन्दा विकसित भनेको ठाउँमा पनि 18 छ, हाम्रो छिमेकीमा 22 र 21 पनि रहेछ होइन। त्यसले गर्दाखेरि अब नेपालमा चाहिँ विवाहको उमेर के गर्ने भन्ने अहिले चाहिँ भइरहेछ, 16 बनाउने कि 18 बनाउने कि 20 बनाउने। र अहिले चाहिँ संसदको प्रतिनिधि सभाको चाहिँ कानुन न्याय तथा मानवाधिकार समितिले चाहिँ अहिले यो उमेर चाहिँ घटाउनु पर्छ भन्ने किसिमको एउटा रिपोर्टमा उहाँहरूको चाहिँ एकदमै घटाउनै पर्छ चाहिँ होइन। के चाहिँ आएको छ भन्दाखेरि चाहिँ बच्चाहरू चाहिँ एकदमै यो बाल सुधार गृहमा बच्चाहरू भरिभराउ भए भन्ने कुरो चाहिँ आएको छ। र अस्ति एउटा सांसदज्यूहरूसँगै एउटा कार्यक्रम छ कानुन समितिसँगै, त्यहाँ पनि छलफल भएको थियो। उहाँले चाहिँ यही कुरा ल्याउनु भयो कि एकदम बच्चाहरू चाहिँ भरिभराउ भए भन्ने कुरा ल्याउनु भयो। तर बच्चाहरू भरिभराउ भएको कारण चाहिँ के होइन भन्दाखेरि बाल विवाहको उमेर होइन होइन। त्यो भनेको चाहिँ हाम्रो चाहिँ जुन एज मेजुलेसन अथवा रुमेजुलेट वा चाहिँ मुनामदन के भन्ने हो त्यो कानुन अनुसारको चाहिँ कुरा हो होइन। त्यसले गर्दाखेरि यहाँ जतिसुकै राख्यो भने पनि बरु चाहिँ बाल विवाह सम्बन्धी ऐनले त त्यसलाई त प्रोटेक्ट गरेको छ होइन। बाल विवाह सम्बन्धी यसले चाहिँ माथिल्लो उमेरमा बिहा हुँदाखेरि जुन चाहिँ 18 को चाहिँ जुन चाहिँ स्वत रेप मानिनेछ, बरु त्यसलाई चाहिँ प्रोटेक्सन यो ऐनले गर्छ। यो ऐनले घटाउनु र नघटाउनुसँग यो के अरे कारागारमा बच्चाहरूको सङ्ख्या बढ्नुको चाहिँ कुनै भूमिका छैन होइन। यो चाहिँ अहिले के हो यो त देखिनै सकेन है। यो चाहिँ अहिले हाम्रो सूचनाजीले पनि भन्नुभएको थियो, अहिले चाहिँ कानुन मन्त्रालयले के गरेको छ भन्दाखेरि अपराध संहिताको ड्राफ्ट गरेको छ र अस्तिको आइतबारसम्म चाहिँ यसमा चाहिँ के अरे यो सुझावहरू दिनु भन्ने कुरा आएको थियो। र अहिले एकदमै चलाखीपूर्ण अहिलेको यो जुन ड्राफ्ट छ यसमा चाहिँ अब हाम्रो बालको महिला समितिको एकदम नेतृत्व पनि गरिराख्नु भएको छ सूचनाजीले होइन। यसमा चाहिँ के जान पर्यो भनेदेखि यसमा चाहिँ के गरेको छ भन्दाखेरि अहिले पनि एउटा चाहिँ 20 वर्ष नपुगिकन बाल विवाह गर्नु हुँदैन भनेपछि बच्चाहरूलाई नै क्रिमिनल बनाउने अहिले पनि छ। पहिलो कुरा त बच्चाहरू चाहिँ बाल विवाहको बच्चाहरू संविधान अनुसार पीडित हो कि संविधानसँग बाँधिने गरी पीडकको त्यो गर्नु पर्यो। संविधानले क्षतिपूर्ति पाउँछ भनेको क्षतिपूर्ति पाउने हो कि होइन त्यो एउटा मिलाउनु पर्यो। अर्को चाहिँ बडो चलाकी के गरिएछ भन्दाखेरि यो कानुनमा चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्न, तर यो के अरे पछि सूचनाजीले पनि दिनु होला। अहिलेको यो दफा 173मा चाहिँ यो संशोधन गर्दाखेरि के गरेको छ भने 20 वर्ष बनाइयो, तर 18 देखि 20 वर्षसम्मको चाहिँ बाल विवाहको सजाय चाहिँ 5 वर्ष के अरे 5,000 रुपियाँसम्म जरिवाना भने
5,000 तिरेर त 18 देखि 20 मा गर्न चाहिँ बालिया चाहिँ नहुने सजाय कति हुने भन्दाखेरि 5,000 सम्म भनेको 10 रुपियाँ पनि गर्न पाइने हो भनेपछि 5,000 तिरे पनि बालिया गर्ने भनेको चाहिँ यो कान यसरी नसमातेको र समातेको चाहिँ 5,000 तिरेर त गर्न पाइने होइन। अनि के गरियो भन्दाखेरि 16 देखि 20 वर्षको बालिया चाहिँ जुन अहिले स्वत बदर हुन्छ त्यो चाहिँ के हो भने बदर योग्य मात्रै हुने भनेर बनायो भनेपछि 18 पनि बनाएको होइन यो है। यो चाहिँ के बनाएको हो भन्दाखेरि यो चाहिँ 16 हो, अहिले 16सम्म हुँदैन होइन। र 16कोमा पनि के गरेको छ भन्दाखेरि 3 महिनासम्म कैद वा 10,000 रुपियाँसम्म जरिमाना वा दुवै भनेपछि 10,000 वा सम्म भनेको अब 16लाई पनि नहुने भयो। अर्को बदर योग्यमा पनि के भन्यो भन्दाखेरि जस्तो त्यो पनि सजाय नहुने 16 वर्षसम्म चाहिँ 16 वर्ष नागेपछि चाहिँ विवाह गरेको छ भने पनि केटा र केटीले चाहिँ अहिले हामी सँगै बस्दैनौँ 20 वर्ष उमेर पुगेपछि मात्रै सँगै बस्छौँ बिहा चाहिँ गरिहाल्यौँ भन्यो भने त्यो पनि केही पनि सजाय पनि त्यो भनेको त्यो 5,000 10,000 पनि के पनि नहुने होइन। र इनकेस त्यो पनि अब बदर गराउनु चाहिँ 20 वर्ष उमेर पुगेपछि बदर गराउनु जान सक्ने तर त्यतिखेर बच्चा जन्मिहाल्यो भने बदर गराउन जान पनि नसक्ने त्यही बिहालाई चाहिँ मानेर बस्नुपर्ने भनेपछि त यो त 18 होइन यो प्र्याक्टिकली कतिमा ल्याएको हो भन्दाखेरि 16 त्यो देखाउनलाई माथि 20 भन्यो। अब 5-10 हजार जरिमाना त्यो पनि कारबाही नहुने बनाएपछि चाहिँ के लिएर आएको छ भन्दाखेरि चाहिँ यो चाहिँ अब के अरे 16मा लिएर आएको छ। अब अहिलेसम्म त हाम्रो डाक्टर साहबले एकदम मूर्ख नेताहरू भन्दै थियो। अब 16मा भनेपछि त महामूर्ख पटमूर्ख के भन्नुपर्ने हो होइन। 16 नै पुर्याएको छ र अब डाक्टर साहब भन्दा यसमा विशेषज्ञ त को होला होइन। डाक्टर साहबले धेरै हाइलाइट गरिसक्नुभयो किन यो 20 किन गर्नु पर्यो त भन्ने कुरा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ यो मेटर्नल मोर्टालिटी सम्बन्धी चाहिँ हाम्रो रिपोर्ट पब्लिस भएको छ र यो रिपोर्टले पनि के देखाउँछ भन्दाखेरि चाहिँ उमेरको जुन चाहिँ 15 देखि 19सम्म छ त्यहाँ चाहिँ यो मातृ मृत्यु दरको चाहिँ एकदमै हाई छ। तर तपाईँले यसो हेर्नुभयो भने के देख्नुहुन्छ भन्दाखेरि 15 देखि 19सम्म चाहिँ यो 10% देख्नुहुन्छ अनि त्यसपछि 20 देखि 24सम्म चाहिँ 29 देख्नुहुन्छ कि यो 20 देखि 24मा पो मातृ मृत्यु दर बेसी रहेछ भन्ने चाहिँ यहाँलाई लाग्ला। तर यो के कन्टेक्स्टबाट हेर्नु पर्यो भने आमा कुन उमेरमा बन्छ भन्ने कन्टेक्स्टबाट हेर्नु पर्यो। त्यसले गर्दाखेरि यो पर्सेन्टेजको आधारमा चाहिँ आमा बन्ने उमेरको हेर्दाखेरि चाहिँ 10 देखि 15को जो आमा बनिरहेको छ त्यहाँ मातृ मृत्यु दर चाहिँ एकदमै उच्च रहेको भन्ने देखिन्छ। र फर्टिलिटी रेटको आधारमा पनि यो चाहिँ हेर्न सकिन्छ है। यो डेटाहरू चाहिँ सबै पुरै छ होइन। फर्टिलिटीको कुरा गर्दाखेरि पनि हाम्रो के देखिन्छ भन्दाखेरि रेट त घटिरहेछ होइन। तर यो फर्टिलिटी पनि के देखिन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ बिहा भए पनि बच्चा पाउनुपर्छ भन्ने के छ र होइन। बिहा गर्छन् तर पढ्छन् बिहा भएर पनि एकदम केही हुँदैन भन्ने कुराले चाहिँ केले देखाउँछ भन्दाखेरि यो हाम्रो सबैभन्दा यो अहिले लगातार फर्टिलिटी रेटको एजसम्म चाहिँ घटिरहेको छ। तर पनि अहिले के देखिन्छ भन्दाखेरि हाम्रो 15 देखि 19सम्मको उमेरको चाहिँ फर्टिलिटी रेट स्टिल हाई छ, एकदमै उच्च छ। त्यसले गर्दाखेरि विवाह गर्नु भनेको नेपालको हकमा विवाह चाहिँ अरू विदेशहरूमा विवाह भनेको दुईटा व्यक्तिको हुन्छ होला, यहाँ चाहिँ विवाह कसको हुन्छ भन्दाखेरि परिवारको हुन्छ र विवाह गरेपछि एउटा चाहिँ दायित्व एउटा घरेलु कामदार छँदैछ, त्यस बाहेकको बच्चा जन्माउनु पर्ने दायित्व पनि छँदैछ भन्ने कुरा चाहिँ यसबाट चाहिँ देखिन्छ। यो साउथ एसियाको कुरा गर्ने भने पनि नेपाल चाहिँ के रहेछ भन्दाखेरि को भन्दा मात्रै अलिकति राम्रो रहेछ भन्दाखेरि अफगानिस्तान र बङ्गलादेश भन्दा रहेछ। नभए चाहिँ हाम्रो चाहिँ यो के अरे 15 देखि 19को बर्थ रेट हेर्नु भने अरू देशभन्दा चाहिँ हामी पछाडि रहेको चाहिँ देख्छौँ होइन। अर्को चाहिँ यो चाहिँ कुन ठाउँमा भनेको जस्तै अहिले हाम्रो उहाँले पनि भन्नुभयो, डाक्टर साहबले पनि भन्नुभयो, तराईमा र रुरल म्युनिसिपालिटीमा ग्रामीण क्षेत्रमा यो अझ बढी चाहिँ रहेको चाहिँ देखिन्छ। यो चाहिँ हाम्रो फर्टिलिटी रेट नै भयो। यो फर्टिलिटी भन्दा पनि यो के देखियो भन्दाखेरि चाहिँ तपाईँको के को मैले आफूले हेर्नु छोडेँ एज स्पेसिफिक फर्टिलिटी रेट भनेको त्यही हो। एज स्पेसिफिक फर्टिलिटी रेटै हो। यसमा चाहिँ यो 15 देखि 19सम्म यो के देखिन्छ भन्दाखेरि चाहिँ मैले तपाईँले देख्नुहुन्थ्यो अब यो ठुलो हुन्न नि त, यो उसमा कि त्यही नै ठुलो हुनु पर्यो, यहाँ पनि सानै भयो। अर्को एजुकेसनसँग पनि छ है। एजुकेसनसँग चाहिँ सम्बन्ध के रहेछ भन्दाखेरि चाहिँ
तपाईँको चाहिँ ब्याचलर पढ्ने कसैले पनि नेपालमा एउटा एकदम इन्ट्रेस्टिङ फ्याक्टर के रहेछ भन्दाखेरि ब्याचलरसम्म पढेको छ भने कसैले पनि 19 भित्र बच्चा जन्माएको रहेनछ। जसले 19 भित्र बच्चा जन्मायो त्यसमा म्याक्सिमम के रहेछ भन्दाखेरि उसको चाहिँ त्यो स्कुलै नगएको ठुलो सङ्ख्यामा रहेछ। त्यसपछि चाहिँ अर्को चाहिँ 5 सम्म गएको के अरे हाम्रो चाहिँ 1 to 6 पोइन्ट चाहिँ नेभर गन टु स्कुल। त्यसपछि घट्दै गर्दै गएर यो यताबाट पनि देखिन्छ है। यो चाहिँ के हो भन्दाखेरि तपाईँको यो एजुकेसनको सम्बन्ध के देखियो भन्दाखेरि 19 भन्दा तल बच्चा जन्मायो ब्याचलर गरेकै छैन र जसले ब्याचलर गरेको छ त्यसले 19 भन्दा तल बच्चा जन्माएको छैन भन्ने सम्बन्ध चाहिँ यो एजुकेसनसँगको देखिने रहेछ। यो पनि अब जिल्लाहरूको यो जिल्लागत हेऱ्यो भने चाहिँ यो 5 वटा जिल्ला चाहिँ अलि हाई रहेछ। त्यसमा चाहिँ 3 वटा जिल्ला चाहिँ काठमाडौँ, भक्तपुर, ललितपुर 19 भन्दा बढी उमेरमा बच्चा जन्माउने भने चाहिँ यो त्यो जिल्लाहरू जस्तो रौतहटमा चाहिँ सबभन्दा लोएस्ट त्यो छिटो बच्चा जन्माउनेहरू देखिन्छ होइन। अर्को चाहिँ यो अर्को अध्ययन छ चाइल्ड म्यारेजको इम्प्याक्ट के हुन्छ भन्ने अध्ययन छ। यो अध्ययनले चाहिँ के देखाएको छ भन्दाखेरि चाहिँ यो चाइल्ड म्यारेजको इम्प्याक्ट भनेको जतिसुकै हाम्रा नेताहरूले जेसुकै भनेको पनि अर्ली प्रेग्नेन्सी छ होइन, प्रेग्नेन्सीको कम्प्लिकेसनहरू छ, स्कुल ड्रप आउट एकदम एजुकेसनसँग चाहिँ एकदमै सम्बन्ध देखाएको छ है। अर्ली चाइल्ड बर्थ 19 भन्दा अगाडि बच्चा जन्माउनु र एजुकेसनको चाहिँ ठ्याक्कै डेटाहरूले तताइहरूले पनि देखाएको छ। त्यसपछि मेन्टल हेल्थमा पनि समस्या छ भनेर देखाएको छ र अदर्स पनि छ। र अहिले डाक्टर साहबले पनि सुन्नुभयो यो चाहिँ युटरस के अरे प्रोल्याप्स हजुर युटेराइन प्रोल्याप्सको कुरा गर्दाखेरि पनि के देखियो भन्दाखेरि चाहिँ 20 वर्षभन्दा तल बच्चा जन्माउनु र 20 वर्षपछि बच्चा जन्माउनुमा भिन्नता हुने रहेछ होइन। र त्यसमा के देखियो भने 20 वर्षभन्दा कम जन्माएकोमा चाहिँ तपाईँको यो युटरस प्रोल्याप्सको लागि चाहिँ 40% त्यसले कन्ट्रिब्युट गरेर रहेछ भने 20 वर्षपछि जन्माउँदाखेरि चाहिँ त्यसको कन्ट्रिब्युसन 29% छ। त्यस्तै गरेर चाहिँ बच्चा जन्माउने मात्रै होइन कि 20 वर्षभन्दा कम उमेरमा बिहा गर्दाखेरि पनि के हुने रहेछ भन्दाखेरि युटरस प्रोल्याप्सको लागि कन्ट्रिब्युट गर्दो रहेछ। बच्चा जन्माउनु छँदैछ अर्को चाहिँ यो कन्ट्रिब्युट गर्दो रहेछ र यसले पनि के देखाएको छ भन्दाखेरि चाहिँ यो छिटो बच्चा जन्माउने छिटो बिहा गर्नेले के गर्ने रहेछ भन्दाखेरि चाहिँ महिलाको प्रजनन स्वास्थ्यलाई सम्पूर्ण रूपमा असर पार्दो रहेछ भन्ने देखेको छ। अर्को चाहिँ यो हाम्रो हेल्थ जर्नलमा चाहिँ भर्खर एउटा प्रकाशन के भएको छ भन्दाखेरि चाहिँ यो चाइल्ड म्यारेजले के इन्डिकेटरलाई असर गर्दो रहेछ भन्ने प्रकाशन भएको थियो। डेटाहरू सबै सानसानो आयो। यो चाहिँ यो इन्डिकेटरमा के देखाएको छ भन्दाखेरि चाइल्ड म्यारेज र घरेलु हिंसाको सम्बन्ध रहेछ। हामीले कहिले पनि नसोचेको के रहेछ भन्दाखेरि तपाईँको 15 देखि 19 वर्षमा बिहा गरेको छ भने चाइल्ड म्यारेज गरेको छ भने घरेलु हिंसा चाहिँ फिजिकल कुटपिटबाट चाहिँ 33% चाहिँ सम्बन्धमा कुटपिट भइछ र जति ढिलो बिहा गर्यो त्यति नै घरेलु फिजिकल हिंसा चाहिँ कम हुने रहेछ। यहाँ मैले ठ्याक्कै यहाँ फेरि हेर्ने कति हो भन्ने 12 रहेछ। अलि चाहिँ हाम्रो चाहिँ 30 वर्षपछि चाहिँ बिहा गर्यो भने लोग्नेले कुट्न सक्ने सम्भावना 12% मात्र रहेछ। 19 वर्षमै बिहा गरेर अब बाबुआमाले नै भन्नु पर्यो कि तिमीले 19 वर्षभित्र छोरीलाई बिहा गर्यो भने यहाँ हाम्रो तथ्याङ्कले चाहिँ नेपालको तथ्याङ्कले के देखायो भन्दाखेरि 33% छोरी कुटिने सम्भावना छ होइन। 30 वर्षपछि बिहा गर्यो भने चाहिँ 12% मात्रै कुटिने सम्भावना छ भनेपछि हरेक इन्डिकेटर के रहेछ भन्दाखेरि यो बाल विवाहसँग चाहिँ हरेक इन्डिकेटर चाहिँ यसको चाहिँ रिलेटेड भएर आएको छ। त्यसले गर्दाखेरि हाम्रो चाहिँ अब बाललाई एकदमै नम्र निवेदन के हो भन्दाखेरि एउटा त संविधानले होइन बाल विवाहमा बाल बालिका पीडित भनिरहेको छ। अहिलेको कानुनले पीडक बनाएको छ, त्यसलाई संशोधन गर्नु पर्यो। अर्को बाल विवाहमा क्षतिपूर्ति भन्ने कुरै छैन र बाल विवाह बदल गर्दाखेरि चाहिँ एउटा कुरा के मान्न पर्यो भन्दाखेरि यसको असमानुपातिक असर छ। बाल विवाह बदल हुँदाखेरि केटा बच्चालाई पर्ने असर र बालिका बच्चालाई पर्ने असर फरक छ। बालिका बच्चाको चाहिँ भोलिको लागि चाहिँ प्याकेजहरू के हुन्छ उसको शिक्षाको विकासको भन्ने कुरा चाहिँ खालि विवाह बदल गरे भनेर राज्यले चाहिँ होइन यति नै हो मेरो दायित्व भन्नु भएन, त्यो कुरा हुनु पर्यो। र अर्को भनेको यो त ठुलै नाटक भयो कि यो के अरे 20 वर्षमा भन्ने अनि 16 वर्षमा चाहिँ अब गरे पनि हुन्छ। अब पछि सँगै बस अब कसले हेर्न जाने दिनदिनै घरमा सँगै बसेको छ कि छैन भनेर होइन त्यति एउटा कागज गऱ्यो भने बाल बिहा गरे पनि हुने बदल पनि नहुने भनेपछि यो त 18 पनि नभइकन जुन 16 ल्याउने चाहिँ जुन चाहिँ हाम्रो कानुन मन्त्रालयको अहिले वेबसाइटमा पाइन्छ है, अहिले पनि वेबसाइटमा छ, त्यसलाई चाहिँ त्यो चाहिँ भर्सना योग्य नै छ भन्नु पर्यो।
र यसरी चाहिँ हाम्रो चाहिँ उमेरको कुरा केसँग मात्रै सम्बन्धित छैन भन्दाखेरि उसको विकास मात्रै होइन, हरेक कुरालाई कसरी इन्डिकेटर गर्छ र भोलि चाहिँ हाम्रा महिला जनसङ्ख्याको विकाससँग पनि सम्बन्धित भएको हुनाले यसमा चाहिँ हामी सबैले आवाज उठाइरहेको छौँ र बारको तर्फबाट पनि यो अहिलेको कानुनलाई चाहिँ अहिले जुन प्रस्ताव छ 16 ल्याउने त्यसलाई खारेज गराउनु पर्यो र बरु चाहिँ बाल विवाहमा चाहिँ बालबालिकाको संरक्षण गर्ने किसिमका चाहिँ कसरी कानुन बनाउन सकिन्छ भन्ने कुरातिर लाग्नु पर्यो भन्दै मलाई यो अवसर दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु। धन्यवाद। धन्यवाद सबिन सर, यहाँको निकै राम्रो प्रस्तुतिको लागि। सरले चाहिँ कानुन र अभ्यासको विषयमा चाहिँ थप प्रश्न पारिदिनु भएको छ। पक्कै पनि सरले दिनुभएको सुझाव, सरले अग्लाउनु भएको विषयलाई लिएर हामी चाहिँ सुझाव दिने नै छौँ यो विभागको तर्फबाट, महिला समितिको तर्फबाट। अब हामी चाहिँ छलफलको क्रममा रहेका छौँ। अहिले हामीले 2 जना कार्यपत्र प्रस्तुतको प्रस्तुति पनि सुन्यौँ। यो धन्यवाद सबैलाई, नमस्कार। डाक्टर अरुणाले पार्लियामेन्टेरियनहरूलाई राम्रै विश्लेषणहरूले प्रयोग गर्नुभयो। संयोगले आज गभर्मेन्ट अफ नेपालको पोलिसी एन्ड प्रोग्राम प्रेसिडेन्टले प्रेजेन्ट गर्दैछ। म जुन एक्टिभिजमको पार्टबाट जुन कुराहरू मैले गर्नुभयो, आज पोलिसी एन्ड प्रोग्राम प्रेजेन्ट हुँदैछ र सुबिन्सरको डाटामा 33.80 अप्रोक्सिमेट 34% भनेपछि 100वटा विवाह हुन्छ भने 34वटा विवाहमा हामीले जेल पर्छ। एक्जिस्टिङ हाम्रो सोसल रियालिटी चाहिँ त्यही हो। म यसमा अलिकति पोलिसी एन्ड प्रोग्रामतर्फ के भन्न चाहेँ भने यस्तै उहाँले अझ मधेसलाई स्पेसिफाई गर्नुभयो। स्टेटले जुन गर्ने इन्भेस्टमेन्ट छ अझ पर पर्सन इन्भेस्टमेन्ट हेल्थमा, एजुकेसनमा र अरू सोसल फेसिलिटिज जहाँ डेन्सिटी अफ पपुलेसन हाई छ, अब त्यहाँ इकोनोमिज अफ स्केलका बेनिफिटहरू आउला। तर हिसाब गरौँ आजको दिनमा कर्णालीमा पर पर्सन गर्ने इन्भेस्टमेन्ट हेल्थमा, एजुकेसनको अरू गभर्मेन्ट फेसिलिटिजमा नजिकैको सिन्धुपाल्चोकमा काठमाडौँमा कुन लेभलको डिस्प्यारिटी छ भनेपछि स्टेटले वा सरकारले, राज्यले प्लान रूपमै योजनाबद्ध रूपमै कसैलाई अलगाव गर्छ वा कसैले काँखा पाखा गर्छ, उसले बजेट एलोकेसन या हाई लेभलको डिस्क्रिमिनेट गर्छ भने सोसाइटी अन्डर डेभलप आजको दिनसम्म हुने कारणहरू त्यो पनि हो। अब समय अलिकति कम लिन मात्र चाहे, जस्तै जुन हाम्रो नेपालमा अलिकति एकाडेमियाहरूमा कम डिबेट भएको छ, अझ लयर्स एकाडेमियाहरूमा जुन ओभर क्रिमिनलाइजेसनको इस्युहरू छ। जस्तै सुबिनजीले हु इज भिक्टिम त बालबालिका हो नि, उसलाई पनि सजाय गरेका छौँ, जेल राखेका छौँ। अब संविधान बनाउने बेलामा हतार थियो, मधेस बाहेकका बारमा हतार थियो। अब ल ड्राफ्ट गर्ने बेलामा एक्टिभिस्टहरू पनि हुनुहुन्छ त, क्रिमिनल कोडहरू ड्राफ्ट गर्ने बेलामा, अहिले एमेन्डमेन्ट गर्ने बेलामा त अझ जागरुक नै छौँ, हामी जागेकै छौँ। त्यो हतार कमसेकम नगरौँ। तर जुन पोस्ट म्यारेज जुन कम्प्लेक्सिटीहरू समाजमा आउँछ वा पोस्ट डेलिभरी बच्चाको जुन कम्प्लेक्सिटीहरू आउँछ त्यसमा स्टेट जानुपर्ने भने स्टेटको काम के? पुलिस चौकी खोल्या छ, ल्याउने, थुन्ने, अझ एन्टिसिपेटरी बेलको ल पनि बिस्तारै आउला, थुन्ने, अदालतमा लड्ने, सजाय गर्ने मात्र हो त स्टेट रेस्पोन्सिबिलिटी छ। डाक्टर अरुणा भन्दै हुनु 35 इयर्स प्रिभियसदेखि म यो डिबेटमा छु, यो एक्टिभिजममा छु। हामीले किन एक्टिभिजम गर्न सकेनौँ कि लिट्रेसी रेट बढ्यो भने सबिनजीकै डाटा देखाउँछ नि, जो 72 पढ्यो भने चाइल्ड म्यारेज गर्दैन नि त। स्टेटले किन त एक्सेस मेन्टेन गर्न सके? स्टेटले के त पपुलेसन बढ्ने अनि साउदी कतारमा आयोग गर्ने चान्स छ जुन स्टेट अहिलेसम्म चलेको छ र चाइल्ड म्यारेज भयो होइन, त्यसले छुट्याइदिउँ, सबलाई जेल हाल्नु। तर जुन सोसलाइजेसनको पार्ट छ वा रिम्यारेज हुने पार्ट छ होइन, एकचोटि युवा ब्रेकअप भइसकेपछि उसको रिम्यारेज हुने वा समाजमा सोसलाइजेसन हुने पार्टहरू कति छ? अब त्यो मामलामा जुन समाजलाई कन्ट्रोल गर्ने वा समाजलाई रेगुलेट गर्ने मेकानिजमहरू छ, के हामी प्युनिटिभ ल बफरबाट मात्र समाजलाई रेगुलेट गर्न सक्छौँ कि हामी अस्टिनियल ल बन्दुक लिएर कसैले चाइल्ड म्यारेज गऱ्यो भने गोली हानिन्छ, बमले घर उडाइन्छ भन्नु मात्र हो त? स्टेटको अरू रेस्पोन्सिबिलिटीहरू पनि छ। डाक्टर अरुणा र मेरो र पार्लियामेन्टेरियनहरूको अरू रेस्पोन्सिबिलिटीहरू छ। त्यो रेस्पोन्सिबिलिटीतर्फ खोइ डिबेट भएको छ।
पार्लिमेन्टेरियनहरू गर्दैन। आजको पोलिसी प्रोग्राम हेर्नुहोस् न के हुन्छ चाइल्ड वेलफेयर प्रिभेन्सन गर्न सरकारले कति बजेट एलोकेट गरेको छ वा रिप्रोडक्टिभ हेल्थमा जुन भलरेबल एरिया छ तराई मधेसको कति बजेट एलोकेट गर्छ त त्यो पार्टमा हामीले कहिले डिबेट गर्छौँ। अब डिबेटमा स्टुडियो टाइपले मा पाउँ डक्टरहरूमा तपाईँले स्टुडियो टाइप पाएँ के तराई मधेस यो प्रब्लम भने काठमाडौँको प्रब्लम हो नि सिंहदरबारले प्रब्लम हो नि जो एमबिबिएस पढ्यो हो उसलाई एमडी पढ्न अरू पढ्न उसलाई कहाँ प्लेसमेन्ट हुनु पर्यो काठमाडौँ मात्र प्लेसमेन्ट चाहियो सिटीको मात्र चाहियो रुरल एरियामा जान चाहन्छ त्यो हो लयरहरूको मात्र नभएर मेडिकल प्र्याक्टिसनरहरूले पनि त्यही लेभलको प्र्याक्टिस व्यवहार गरेका छन्। हामीले धेरै हात तान्छ सरकारतर्फ ब्युरोक्रेटतर्फ हामी सिभिल सोसाइटीतर्फ ल प्र्याक्टिस गर्नेतर्फ मेडिकल प्र्याक्टिस गर्नेतर्फ पनि त्यही लेभलको हात र औँलाहरू उठ्नु पर्यो। धेरै समय लिए धन्यवाद। म जगदेव चौधरी सर्वोच्च बार एसोसिएसनको सदस्य। वास्तवमा यो ओपिनियन लिँदा मैले फेरि दोहोऱ्याइरहेको छु जो भिक्टिम हुन्छ उसबाट लिनु अहिले एज भ्याक्टिमको कुरा आयो 16, 18, 20 अहिले हाम्रो कन्सन्ट्रेसनमा त्यस्ता व्यक्तिहरूलाई इन्भल्भ गराउनुपर्छ 16, 18, 20लाई जुन वास्तविक डाटा छ। दोस्रो अहिले डाक्टर साहबले आक्रोश पोख्नु उहाँका मेडिकल पेसेन्टहरू जानुहुन्छ त्यसकारण मेडिकल देख्नुहुन्छ अनि उहाँलाई रिस्क हुन्छ हामीले पनि रिस्क हुन्छ। हामी कहाँ यो एजको कारण थुनामा गएको कति व्यक्तिहरू चाहिँ हामीले पनि नेताले त्यस्तै गरे हामीले पनि उहाँ जस्तै होइन गलत कानुन बनायो। म एज बढाउने पक्षमा होइन मेरो ओपिनियन भने एज घटाउने पक्षमा त्यसमा समर्थन किन यो एज 20 वर्ष गरेको कारण बाल विवाह जति पीडित छ त्योभन्दा अब 219 नम्बर बमोजिम रेप केसमा मान्छे थुनामा छ त्यतातर्फ हेर्छौँ हामी त्यो डाटा हेर्दा हाम्रो आक्रोश हुन्छ। हामीले पनि नेताहरू महामूर्ख छ। एउटा लास्ट टाइममा हाम्रो मधेसमा महामुखको सम्मेलन पनि हुन्छ प्राइज पाउनु पनि पाउनु भएको पनि थाहा छ कि छैन लजिकली छ त्यो महामुखको सम्मेलन पनि साइन्टिफिक हिसाबमा। अर्को कुरा यहाँ सुझाव मागे छ अर्कै तर यहाँ डिस्कस अर्कै विवाह सुझाव त छ म्यारेजको सम्बन्धमा न चाइल्डको सम्बन्धमा त छैन। चाइल्ड र म्यारेज चाहिँ अलग पाठ हो। चाइल्ड बाल विवाह बाल त 16लाई हामीले 18लाई मानेको छ अनि 20लाई किन बाल विवाह भन्ने 18 वर्षलाई हामीले बालवत मानेको छौँ। बाल विवाह सम्बन्धी 2075ले 18लाई मानेको छौँ 20 वर्षलाई बाल विवाह भन्नु त के हो यसलाई हामी डाक्टरको भाषामा के भन्नु डाक्टरको भाषामा हामी यसलाई के भन्ने 20 वर्ष कटेकोलाई त बालक भन्न हामी कस्तो मूर्ख बनाइरहेछौँ बालक होइन नि। त्यसैले बाल विवाह भने त 18 वर्ष भित्रलाई बाल विवाह भन्नुपर्छ मेरो व्यक्तिगत सुझाव। र अर्को उहाँले भन्नुभयो जुन तराईमा त बोर्डरसँग सटिकै हो इन्डियामा त 18 राखेको छ केटीको त 18 राखेको छ केटाको उमेरमा त लिमिट छैन नि। हाम्रो अघि सुनिल भाइले दिनुभएको उहाँ त 40 वर्ष भइसक्यो अविवाहित हुनुहुन्छ लिमिट छैन नि केटीको सम्बन्ध हो अहिले भिक्टिम भएको छ केटीको कारण हो। त्यसमा यस्ता ओपिनियनहरू आउनुपर्छ म बोल्छु किनभने कुराहरू त वकिलहरू धेरै छ समयको यस्ता सुझावहरू यो अहिले जुन हाउसले बनाइरहेको छ हाम्रो समाजको कमन इन्ट्रेस्टलाई लिएर बनाइरहेको छ त्यसमा मेरो समर्थन छ। त्यो धन्यवाद। अधिवक्ता किशोर साहब और
भनिन्छ रोग लाग्नुभन्दा निवारण गर्नु नै राम्रो हो। आज यो समस्या किन आएछ भने यो 219(1) ले र जब 225 छ भने बाल दुरुपयोग गर्न नहुने, त्यसमा 219 मेरो विचारले कसुरको मात्रामा सजाय हुनुपर्छ। त्यहाँ मन्जुरी भए पनि नभए पनि जक्क हुने, मेरो विचारले त्यो संशोधन हुनुपर्ने। मेरो समस्या त्यहाँ अड्क्या हो मेरो बुझाइमा। अनि अर्को कुरा जुन राज्यले उमेर घटाउन खोजेको छ भने यो राज्यले नेपाललाई टुटको जनसङ्ख्या बढाउन खोजेको हो कि मलाई थाहा लागिरहेछ। किनभने एउटा 12 वर्षको 15 वर्षको बच्चा जुन विवाह भएपछि बच्चा हुन्छ त्यसको गति र प्रोग्रेस हेर्नुहोस्, र 20 वर्षको बिहे उमेर भएपछि त्यसको बच्चाको प्रोग्रेस हेर्नुहोस्। तेस्रो कुरा के छ भने हामीमा जे छ भने जे कमी छ त्यसलाई व्यवस्थापनमा ध्यान देऊ न, होइन? जसरी राज्यले के गरिदिनु पर्ने, राज्यले के गर्ने, जसरी यहाँ यो 32वटा कि कतिवटा रिपोर्ट आएछ कम्प्लेन मात्र बालियो किन आइरहेको छैन? किनभने आत्मनिर्भर छ, परनिर्भर छ, आत्मनिर्भर छैन। त हामी आत्मनिर्भर कसरी बनाउने? उतातिर पनि ध्यान दिनुपर्छ, उतातिर पनि मेहनत गर्नुपर्छ राज्यले, होइन? त्यसै सिपको व्यवस्था, रोजगारीको व्यवस्था। अनि आत्मनिर्भर भएपछि नै कम्प्लेन आउँछ। यदि आत्मनिर्भर भएन भने कहाँबाट कम्प्लेन आउँछ, कहाँ सही रिपोर्ट आउँछ? अनि तेस्रो कुरा म राख्छु कि राज्यले पनि राज्यले पहिला यो व्यवस्था गरोस्, अनि त्यसबाट भएन भने मात्र त्यो उमेर घटाउने कुरा गर्नुहोस्। के व्यवस्था गर्नु पर्यो भने राज्यले व्यवस्था गर्नु पर्यो कि सम्बन्ध कि यो जुन समस्या छ, जसरी जनतामा के छ भने चेतना वृद्धि गर्ने, होइन? प्रत्येक विद्यालयमा नर्सको व्यवस्था गर्ने, लिगल एडभाइजरको व्यवस्था गर्ने, अनि हामी आफ्नो दायित्व निर्वाह नगर्ने, अरूप्रति लान्छना लगाउने, यसले पूर्णता पाउँदैन, होइन? अनि कुरा त धेरै छ। समय दिनुमा धन्यवाद। नमस्कार। सबैलाई रिप्रेजेन्टेसन गर्नुभएको अरुणाजी र समितिलाई पनि आज हामी धेरै महत्त्वपूर्ण विषयमा छलफल गर्नु गइरहेको छौँ। बाल विवाह र प्रजनन स्वास्थ्यको लिङ्क चाहिँ कहाँनिर हुन्छ भनेर, जुन हामीले 2061-62 सालमा PIL-मा बहस गर्ने म पनि हो र मैले नै लिड गरेको थियो। 20 वर्ष इज वाइ भन्ने प्रश्न त्यो बेला न्यायाधीशले एकदमै सोध्नुभएको थियो। मलाई कन्भिन्स गराउनु तपाईँ 20 वर्ष किन चाहिन्छ भन्ने कुरा उहाँले सोद्धाखेरि मैले 6-7वटा कुरा राखेको थिएँ। अहिले मैले त्यही कुरा चाहिँ यहाँ भन्न गइरहेको छु। र त्यो बेला हामीले प्रजनन स्वास्थ्य विज्ञ जुन चाहिँ होइन गाइनोकोलोजिस्टहरूसँग पनि र एन्थ्रोपोलोजिस्टहरूसँग पनि, साइकोलोजिस्टहरूसँग पनि र लिगल विज्ञहरूसँग पनि हामीले छलफल गर्दाखेरि सबैले के भन्नुभएको थियो भने एउटा कुरा चाहिँ गाइनोकोलोजिस्टको हिसाबले उहाँले पनि भन्नुभएको छ, सबिनले पनि धेरै कुराहरू आएको छ। पाठेघर खस्ने समस्या त्यो बेला हरेक 10 महिलामा 1 जनामा थियो पाठेघर खस्ने समस्या, र हरेक 10मा 1 महिला चाहिँ प्रायः जसो चाहिँ अर्ली म्यारेज भएको कारणले अहिले बाल विवाह र अर्ली म्यारेजको उमेरमा फरकको कुरा गरे भएर हामी यसलाई चाहिँ बाहिर जाँदा हामीले अर्ली म्यारेज भन्छौँ। कानुनले टोकेको भन्दा छिटो 20 वर्षभन्दा मुनि बिहा गरेकोलाई हामी अर्ली म्यारेज भनेर कानुनले कन्भेन्सन हामीले त्यसरी गर्ने गरेका छौँ। एउटा मैले भने पाठेघर खस्ने समस्या। अर्को कुरा भनेको चाहिँ हाम्रो नेपालमा जतिसुकै म्याटर्निटी मोर्टालिटीको कुरा, फर्टिलिटी रेटको कुरा र अनि त्यहाँबाट आएर चाहिँ एक्सेस टु कन्ट्रासेप्सनको कुरा गर्दाखेरि ओभरअलको डाटा मात्र आउँछ। त्यो ओभरअलको डाटाले डज नट रिप्रेजेन्ट फ्रम द दलित एन्ड द अरू कम्युनिटीबाट, जुन चाहिँ मधेसी कम्युनिटी छ, मुस्लिम कम्युनिटी छ, कर्णालीका कम्युनिटी छ, दलित कम्युनिटी छ, तिनीहरूको रेन्ज हेर्ने हो भने अझ चाहिँ 50% हाराहारीमा चाहिँ म्याटर्नल मोर्टालिटी पनि छ। र एक्सेस टु कन्ट्रासेप्सनको कुरा गर्ने हो भने मैले अध्ययन गर्दाखेरि फार वेस्टर्न र कर्णालीमा चाहिँ असाध्यै विकराल रोग थियो।
त्यो के हो त भनेर भन्दाखेरि अर्ली म्यारेज भएका महिलाहरूमा पनि कन्ट्रासेप्सनको एक्सेस चाहिँ कम भएको देखियो। त्यो कारणले चाहिँ अनवान्टेड प्रेग्नेन्सी र अनसेफ एबोर्सन चाहिँ एकदमै हाई भएको देखियो र त्यसको कन्ट्रिब्युसन फाइनली कहाँ गएर गयो त भन्दाखेरि म्याटर्नल मोर्टालिटीमा चाहिँ हाई भएको देखियो भने अघि सबिनजीले भन्नुभयो जस्तो सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक दृष्टिकोणले चाहिँ पुरुषभन्दा महिला धेरै पछाडि पर्यो। किनभने हामी जेन्डर डिस्क्रिमिनेटरी सोसाइलाइजेसनमा हामी उभिएका छौँ। अहिले महिला र पुरुष जति समान भने तापनि महिला छिटो बिहा हुनु र पुरुष छिटो बिहा हुनुमा चाहिँ उसको विकासमा चाहिँ धेरै फरक भएको कुरा तपाईँ हामीहरू सामु भनिराख्नु पर्दैन। अहिले हाम्रो सस्टेनेबल डेभलपमेन्टको कुरा गर्छु, जिडिपीको कुरा गर्छु, जहाँ कुरा गरे तापनि यसले कति % कन्ट्रिब्युसन गरेको छ भन्ने कुरा चाहिँ सबिनजीले पनि भनिसक्नु भएको अवस्था छ भने अहिले मैले मध्य प्रदेशको 8वटा प्रदेशमा चाहिँ कमसे कम 12, 15, 20वटामा मैले जेसी पोलिसी र सिआइपी बनाउने क्रममा कुरा गर्दाखेरि प्रायः जसो मधेसी कम्युनिटीका महिलाहरूले के कुरा आएको छ भने 20 वर्षभन्दा बढी राख्नुपर्छ भन्ने कुरा आएको छ। हेर्नुहोस् है, हामी अहिले चाहिँ संसदमा चाहिँ मधेसी कम्युनिटीका सांसदहरूले चाहिँ 16, 18को कुरा गरिरहेछ। उहाँहरूले कम्युनिटी अध्ययन गर्नुभएको छैन। महिलाहरूले 20 वर्षभन्दा बढी बनाउनुपर्छ भन्ने कुरा गरेको छ। किन गरेको छ त भन्दाखेरि हामीलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा हामी पछाडि पर्यो। छिटो बिहा भएपछि छिटो बच्चा भयो। हामीसँग कन्ट्रासेप्सनको एक्सेस पनि कम छ। त्यो कारणले अघि उहाँले भन्नुभयो जस्तो ब्याचलर पास गर्नको लागि 19 वर्ष क्रस गर्नु पर्यो भन्ने कुराहरू छ नि, त्यो कुरा एकदमै रियालिटी कुरा हो। अहिले मैले 20वटामा काम गरिरहेको छु। सबै प्रायः जसो महिलाहरूसँग सोध्न गयो भने 20, 22, 25को रेन्जमा बिहाको कुरा गरेको छ भने हाम्रो धर्मशास्त्रले पनि 25 वर्षपछि मात्र गृहस्थी जीवन सुरु हुन्छ भन्ने कुरा हाम्रो हिन्दू धर्मले पनि भनेको छ भने आज हामी धर्मको नाममा चाहिँ उमेरलाई घटी गर्ने कुरा चाहिँ गर्नुहुन्न। र अर्को कुरा मैले त्यो बेला अदालतमा कन्भिन्स गराएको कुराहरूको मात्रै कुरा गरिरहेको छु तपाईँहरूलाई। अनि त्यो पछि साइकोलोजिकल कुरामा पनि त्यो बेला भर्खरै एउटा चाहिँ वासिङटन युनिभर्सिटीको डेना ज्याक भन्ने मान्छेले स्टडी गरेको थियो। है नेप्लिज वुमेन आर डिप्रेसनमा किन महिलाहरू जान्छ त भन्दाखेरि प्रायः जसो डिप्रेसन चाहिँ 4 किसिमका। एउटा कुरा घरेलु हिंसाको, अर्ली म्यारेज गर्यो भने घरेलु हिंसा हाई हुन्छ भन्ने कुरा सबिनजीले पनि यहाँ देखाउनु भएको छ। एउटा घरेलु हिंसाको कुरा, अर्को कुरा आर्थिक समस्याको कुराहरू, अर्को कुरा अर्ली म्यारेजको कारणले चाहिँ एकदम मान्छेमा चाहिँ प्रजनन स्वास्थ्यको समस्या भएर एकदम लाइफ डिसअपडेटेड भएका कुरा, अर्को चाहिँ सेक्सुअल लाइफमा चाहिँ डिसब्यालेन्स भएका कुराहरू, सेक्सुअल लाइफमा चाहिँ ओपन हुन नसकेको कुराहरूले कारण छिटो म्यारेज हुन्छ, पुरुषहरू सबै बाहिर, महिलाहरू घरमा हुन्छ, सेक्सुअल लाइफ चाहिँ महिलाहरू चाहिँ एक्टिभ हुन नसकेको कारणले गर्दा पुरुषले सेकेन्ड म्यारेज गर्छ भन्ने कुराहरू जस्तो ओपिनियनहरू चाहिँ त्यो बेला स्टडीले देखेको छ। त्यो स्टडी अहिले पनि मसँग छ। हामीले त्यो स्टडी पनि अदालतमा चाहिँ देखाएको थियो। त्यही कारणले गर्दाखेरि हामीले विवाहलाई रेपसँग कहिले पनि जोड्नु हुँदैन। रेपको रेट घटाउनको लागि, रेपलाई लेजिटिमेसी गर्नको लागि अहिले हामीले विवाहको कुरालाई चाहिँ उमेरसँग जोड्नु हुँदैन। अनइन्टेन्डेड अथवा मन्जुरी बिनाको शारीरिक सम्बन्ध श्रीमान र श्रीमती बिचको पनि रेप भनिसकेपछि अहिले आएर हामीले चाहिँ त्यो विवाहको उमेरलाई जोडेर सबैले भनिरहेको छ। हाम्रो लव मैनाली दाइले एकदमै लेख्नुहुन्छ, दाइ मेरो रेस्पेक्ट गर्ने मान्छे भए तापनि म उहाँको कुरामा धेरै नै डिसअग्री छु। उहाँले सधैँ त्यसरी अट्याक गरेर त्यो लेख्नुहुन्छ। इट्स अ भेरी जेन्डर डिस्क्रिमिनेसन, हाई प्याट्रियार्की र म्यास्कुलिनिटी र मेसोजोनिकको एउटा हाई उदाहरण हो। तपाईँको छोरी, तपाईँको बहिनी, तपाईँको श्रीमती, तपाईँको केटी साथी, तपाईँको गर्लफ्रेन्ड चाहिँ कसरी भुटिरहेको छ भन्ने कुरा हामीले अध्ययनै नगरिकन अहिले चाहिँ रेपको कुरालाई जोडेर हामीले विवाहको उमेर घटाउने जुन जमरको हामी लयरको फ्याटर्निटीबाट पनि सुझावहरू गइराखेको छ, त्यो असाध्यै नै गलत कुरा हो। र त्यही कारणले यदि साँच्चीकै विकास चाहने हो भने महिलालाई पनि पढ्न दिउँ, महिलालाई पनि स्वस्थ रहन दिउँ, महिलालाई पनि रोजगारी दिन दिउँ, वकिल बन्न दिउँ, डक्टर बन्न दिउँ, अथवा उसको पनि जीवन स्वनिर्णय गर्न सक्ने। र अर्को कुरा एउटा साइकोलोजिस्टको कुरा गर्दाखेरि चाहिँ 20 वर्षभन्दा वर गर्ने डिसिजन र 20 वर्षभन्दा पछि गर्ने डिसिजनमा चाहिँ म्याच्युरिटीको कारणले गर्दाखेरि पनि हाई र लो हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ बिहालाई चाहिँ 20 वर्षभन्दा पछि नै गर्दा चाहिँ राम्रो हुन्छ भन्ने कुरा चाहिँ अहिले हामीले त्यो बेला पनि
बहस गर्दाखेरि यस्ता कुराहरू गरेर चाहिँ न्यायाधीशज्यूहरू कन्भिन्स भएर 20 वर्ष बनाउनु भन्ने आदेश भएको हो र त्यही कारणले विवाह गर्नु र यौन सम्बन्ध गर्नुलाई पनि सँगै राख्नु भएन। विवाह गर्ने र रेप अब कस्तो कुरा छ 17 वर्षको केटा र 20 वर्षको 16 वर्षको केटी बिहा भयो अरे अब त्यहाँ चाहिँ यौन सम्बन्ध भयो भने चाहिँ रेपमा मुद्दा चल्छ अरे। त्यस्तो स्टुपिड लजिक चाहिँ दिनै हुँदैन। हामीले किन दिनु हुँदैन भने केटाको पनि अर्ली म्यारिज नट गुड नि त, केटालाई पनि केटीलाई पनि अर्ली म्यारिज गर्नुहुन्न भनेर व्यापक रूपमा सामाजिक अभियान चलाउँ। 20 वर्ष बनाएर त्यसको फुल इम्प्लिमेन्टेसन गर्न खोजौँ। हामीले त्यो गर्यो भने मात्र हाम्रो देश विकास हुन्छ। हेर्नुहोस्, हामी आज एउटा लिगल फेटर्निटीको मात्र हिसाबले चाहिँ लिगल पर्सपेक्टिभबाट मात्र यो बिहालाई हेर्नुहुन्न। आर्थिक, सामाजिक, सांस्कृतिक, हाम्रो ग्रोथ, हाम्रो सामाजिक, हाम्रो सोसियलाइजेसन, हाम्रो जेन्डर सोसियलाइजेसनदेखि लिएर सबैलाई हेर्नुपर्छ। आज तपाईँ हामी के गराउन सकिरहेको छ त, हाम्रो घरमा गएपछि कस्तो व्यवहार हुन्छ भन्ने कुरा तपाईँ हामी सबैले भोगिरहेछौँ भने 18 वर्षमा 19 वर्षमा बिहा भएको महिलाले यो गर्छ त्यो गर्छ भनेर हामी कल्पना गर्न सकिँदैन। त्यही कारणले हाम्रो सांसदहरूलाई तराईको इस्यु ल्याएको हो भने तराईमा गएर भेट्नु भन्नु, कर्णालीको इस्यु ल्याएको छ। मैले फोहोर मात्रै 12 वटा कर्णालीको जिल्लामा जेसी पोलिसी बनाउँदाखेरि, सल्यान, जाजरकोट र कालीकोटको जेसी पोलिसी बनाउँदाखेरि हरेक गाविसबाट 20 वर्षभन्दा मुनि त हुन्न है भन्ने कुरा ल्याएको छ। उहाँहरूले बाल विवाह उन्मूलनको कार्यनीति बनाउने कमिटमेन्ट सुधा गरेको छ भने आज हामी काठमाडौँमा गएर 20 वर्ष हुँदैन भनेर कराउने हामीसँग लेजिटिमेसी छ। एटलिस्ट सोसल लेजिटिमेसी त लिएर आउनुपर्छ नि भन्नेहरूले कर्णालीमा पनि त्यही भनिरहेछ, फार वेस्टर्नमा पनि त्यही भनिरहेछ। हामी अहिले उदाहरण दिने तिनवटाको जहिले पनि कर्णाली, फार वेस्टर्न र मध्य प्रदेश तीनैवटा प्रदेशबाट के भनिरहेछ भने 20 वर्षभन्दा माथि नै हुनुपर्छ भनिरहेछ। अझ त्यही कारणले चाहिँ हामीले कुनै बित्ति यही कुरालाई लिएर जानुपर्छ। अघि समितिले भन्नुभएको जस्तो बाल विवाहलाई चाहिँ जुन भिक्टिमलाई पर्पिट्रेटर बनाउने अहिले अभ्यास चलिरहेको छ। मैले पनि 15 वटा जिल्लाको बाल विवाह र सेफ एबोर्सनको अध्ययन गर्दा, जजमेन्टहरू अध्ययन गर्दा धेरै इन्सेन्सिटिभ कुराहरू देखेँ। हेर्नुहोस्, के भनेको छ भने एउटा एबोर्सनको फैसलामा त बाहिरको एक्स्ट्रा मेरिटल एफेयरले चाहिँ प्रेग्नेन्ट भएको सुधा भनिरहेछ। कतिसम्मको प्राइभेसी, कतिसम्मको ह्युमन राइट सेन्सिटिभ छ हाम्रो जजमेन्टहरू, जबकि सेफ एबोर्सनमा कहाँबाट प्रेग्नेन्ट भयो भन्ने कुरा खुलाउनै जरुरी छैन। वेयर दिस एबोर्सन इज लिगल अर इलिगल भन्ने मात्र खुलाउने हो नि त। त्यही कारणले हाम्रो यस्तो समाजमा हुर्केका हामी महिलाहरू, हामी हुर्केका पुरुषहरू, हाम्रो जुडिसियरीहरूलाई चाहिँ हामीले यस्तो फ्लेक्सिबल ल चाहिँ दिनुहुन्न, एकदमै कडा ल दिनुपर्छ। समाजलाई रेडी बनाउने जिम्मा चाहिँ हामीले सरकारलाई दिनुपर्छ। 20 वर्ष नै बनाउनुपर्छ। धन्यवाद शर्मिला दिदी। अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। सहभागीबाट चाहिँ आएका केही प्रश्नहरू, जिज्ञासाहरूको केही छ भनेदेखि चाहिँ छोटो रूपमा राखौँ, त्यसपछि कार्यक्रम समापनतिर जान्छ। धन्यवाद। एकदम राम्रो विचारहरू आएको छ। एउटा कुरा चाहिँ उहाँले जुन उठाउनुभयो बाल विवाह भने कि नभने 20 लाई चाहिँ घटाउने कुरा नगरौँ, तर विवाह गर्ने उमेर भन्न सकिन्छ र उमेर नपुगी विवाह भन्न सकिन्छ वा अर्ली म्यारेज छिटो विवाह भन्न सकिन्छ। बाल विवाह भनेर बाल भनेर राख्नु परेन, तर उमेरलाई घटाउनु भएन। र कतिपय राम्रो अभ्यासले के गर्ने रहेछ भन्दाखेरि अहिलेको सेन्सस हेर्दाखेरि मसँग डेटा थियो मेरो ल्यापटपमा, अब देखिन्छ देखेन। अहिले के देखियो भन्दाखेरि चाहिँ बर्थ रजिस्ट्रेसन चाहिँ 7 वटा प्रोभिन्समा, कुन प्रोभिन्समा बर्थ रजिस्ट्रेसन एकदमै धेरै हुँदैछ 5 वर्ष मुनिको भनेर सेन्सस गर्दाखेरि 3टा प्रोभिन्स रहेछ। हामीलाई यसो लाग्ला कि बागमती, गण्डकी लाग्ला, तर मधेस, कर्णाली र सुदूरपश्चिममा सबैभन्दा धेरै बर्थ रजिस्ट्रेसन हुँदो रहेछ। र त्यो 3टा प्रदेशमा पनि के रहेछ भन्दाखेरि चाहिँ छोराको कि छोरीको भन्दाखेरि त्यो 3टै प्रोभिन्समा छोराको बर्थ रजिस्ट्रेसन भन्दा छोरीको बर्थ रजिस्ट्रेसन धेरै रहेछ अहिलेको सेन्ससले देखायो। र कारण के रहेछ भन्दाखेरि अहिले छोरी के भत्ता पोषण के रहेछ त्यो पनि रहेछ कि त्यसले गर्दाखेरि हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ सकारात्मक पहलहरूद्वारा गर्नु पर्यो। जहाँ त्यो छैन त्यो सकारात्मक पहल के गर्न सक्छौँ भन्ने कुराहरू लिनुपर्छ जस्तो लाग्छ। र अर्को कुरा एउटा कुरा चाहिँ यहाँ हुन्छ 219 लाई चाहिँ टोटली सेपरेट राख्नु पर्यो। तर बारको धारणा गर्दाखेरि अहिले 219 मा पनि भयङ्कर अहिले कानुन मन्त्रालयको वेबसाइटमा छ ड्राफ्ट, होइन? त्यो ड्राफ्ट हेर्नुमा पनि के छ भन्दाखेरि अब 10 वर्षको बालिका चाहिँ बलात्कारी भनेर जेलमा जान सक्ने कानुन आएको छ है, ड्राफ्ट भएको छ भनौँ न। के आएको छ भन्दाखेरि अहिले चाहिँ
तपाईँको यही हाम्रो रोमियोजीले टुना मदन ल्याउने भनेर त्यो हाँसको चाल न के अरे कुखुराको चाल भनेर जस्तो एउटा चाहिँ के आयो भन्दाखेरि अहिले कसैले कुनै महिलाको भनिदिएको सट्टामा कसैले कुनै व्यक्तिलाई गर्यो भने रेप भनेर चाहिँ यो चाहिँ कोहीबाट पनि कोही हुने भन्ने आएको छ ड्राफ्टमा। अर्को के आयो भन्दाखेरि चाहिँ 18 वर्षभन्दा मुनिको बालबालिका छ भने चाहिँ सहमति नभए पनि रेप भनेर पनि आयो। बालिका मात्रै होइन, बालकलाई पनि आयो। अनि त्यसपछि चाहिँ यो हाम्रो रोमियो जुलियटवाला मुना मदनवाला के आएको छ भन्दाखेरि चाहिँ यदि 3 वर्षभित्रको उमेरमा चाहिँ सम्बन्ध छ भने त्यस्तो चाहिँ र उमेर नपुगेको व्यक्तिबिच सम्बन्ध छ भने चाहिँ 3 वर्षसम्म कैद भनेर फुल्ली डिक्रिमिनलाइज आएन, 3 वर्ष कैद हो। अब चाहिँ के हुने भयो भन्दाखेरि 10 वर्ष र 12 वर्षको अथवा 10 वर्षको बालिका र 13 वर्षको बालकको सम्बन्ध भयो भने बालकलाई पनि लाग्ने भयो, बालिकालाई पनि त्यो 13 वर्षको बालकलाई चाहिँ रेप गरिस् भनेर लागेर दुवैजना 3 वर्षको लागि त जेल जाने भयो भनेपछि यो कस्तो कानुन आउनु लाग्यो होइन। यो त यो उपद्रव होइन, बाल विवाहमा त्यस्तै उपद्रव, यो दिमाग कसरी यो उत्पादन भएको होला यो कानुनको भनेर जस्तो। र यसले चाहिँ अब हाम्रो त भोलि त मान्छेहरू पनि छक्क पर्ला, यहाँ नेपालमा त 10 वर्षको बालिका चाहिँ रेप गरेको केसमा जेलमा परेको छ भन्यो भने त्यसले गर्दाखेरि बाल विवाहलाई छुट्याउँ, 219 छुट्याउँ, 219 को छुट्टै बहस फेरि अझ ठुलो बहस गर्न पर्ने आवश्यकता छ। तर बाल विवाहको कुरामा चाहिँ बाल विवाह नभनौँ, अर्ली म्यारिज भनौँ, विवाहको उमेर भनौँ, तर 20 वर्षभन्दा घटाउनु भनेको चाहिँ हाम्रो छोरी मात्रै होइन नेपाली महिलाहरूलाई विकासबाट चाहिँ बाहिर लिएर जानु हो। र हरेक इन्डिकेटरले के देखाएको छ भन्दाखेरि त्यसको विकाससँगको ऱ्यासनल देखाएको छ र त्यो पनि कसले भन्दाखेरि डेटाले देखाएको छ होइन, मुखले मात्रै होइन डेटाले देखाएको छ। सो यसको लागि चाहिँ बाले जुन इनिसिएटिभ लिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद सर। अब हामी कार्यक्रमको अन्त्यतिर छ, म्यामले छैन भनिसक्नु भएको छ। अब हामी चाहिँ एउटा मन्तव्य लिन्छौँ, त्यसपछि यो कार्यक्रम यो पेपर प्रेजेन्टरहरूलाई चाहिँ मायाको चिन्ह दिएर हामी कार्यक्रम समापन गर्न गइरहेका छौँ। अब मन्तव्यको लागि चाहिँ मैले सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री मेघराज पोखरेलजीलाई चाहिँ 5 मिनटमा आफ्नो भनाइ राखिदिनु हुन हार्दिक अनुरोध गरेँ। त्यसपछि हजुरले यो चाहिँ टिकुन अफ लङ दिएर कार्यक्रम समापन गर्नुपर्ने छ। धन्यवाद। यो कार्यक्रम आयोजना हामी आफै सबै आयोजकै छौँ। बाल विवाह र प्रजनन स्वास्थ्य उमेरको भूमिका कानुन नीति र सामाजिक अभ्यास विषय छलफल कार्यक्रमको सभापतित्व अध्यक्षता गरिरहनुभएको अध्यक्षमा आमन्त्रित विशिष्ट व्यक्तित्वहरू एकदम एक्सपर्ट ओपिनियन मैले सुन्न पाइनँ। म बिचमा अर्जेन्टली अर्को एउटा मिटिङ गरेर निस्केँ र उपस्थित सम्पूर्ण कानुन व्यवसायी विद्वान विदुषी यो एउटा भनाइ छ कि इन अल मास्टर अफ लमा यो विषय यति गहिरो छलफल भयो पछि आउँदा पनि मैले सुन्न पाएँ। म यसमा त्यति जानकार छैन, तर मलाई एउटा ओनरसिप लिन चाहिँ के मन लाग्यो भन्दाखेरि कि नेपालको पार्लियामेन्टमा या लेजिस्लेटिभ प्रोसेसमा कानुन बन्दाखेरि पार्टिसिपेटरी अप्रोच लिइन्छ कि लिँदैन। 3टा अप्रोच मैले देखिरहेको छु नेपालको लेजिस्लेटिभ प्रोसेसमा। एउटा चाहिँ कपी गर्ने, ट्रान्सलेसन गर्ने भनौँ न, हाम्रो इन्कम ट्याक्स एक्ट हेर्नुहोस्, कम्पनी ऐनहरू हेर्नु सबै कपी, कानुन व्याख्या समिति अहिले त्यस्तो छ होइन। र कति चाहिँ कस्तो भन्दाखेरि यो इन्ट्रेस्ट ग्रुप थ्योरी भन्छ, मलाई के चाहिएको छ ततातिर बिजनेसम्यानलाई चाहियो, अर्कोलाई चाहियो, अनि त्यसले लबी गर्छ, कानुन बन्छ। अर्को चाहिँ पार्टिसिपेटरी थ्योरी हुन्छ, रिभर्स यसमा चाहिँ हामीले चाहिँ कमान्ड थ्योरी भन्छ पोलिटिकल लमा। ल इज कमान्ड अफ सोभियन भनेर चाहिँ जोन अस्टिनले भनेको थियो, माथिबाट भप्प आउने त्यसलाई रिभर्स गरेर जोन कुलरले चाहिँ होइन पार्टिसिपेसन गराउनु भएकोलाई चाहिने कानुन हो, त्यसलाई पार्टिसिपेसन गर्नुपर्छ। त्यो पार्टिसिपेटरी अप्रोच नै हामीले केही हाम्रो सुझावहरू जाओस्, त्यसमा कन्सर्नहरू के छन् त्यो जाओस् भनेरै छलफल गरेको छौँ। यो असाध्यै सार्थक छलफल भएको छ। यसको चाहिँ रिपोर्ट पनि भइरहेको जस्तो लाग्छ। यो रिपोर्ट चाहिँ हामी कन्सर्न अप्रोच गर्न पुऱ्याउँछौँ। यति चाहिँ अहिले शर्मिलाजीले बोल्दै गर्दाखेरि एउटा दिमाग के पुग्यो भन्दाखेरि डाक्टर साहब पनि अलिकति सुनेको थिएँ मैले, म्यारिज भनेको चाहिँ तपाईँ कहिले पनि सेक्सुअल एक्टिभिटिज या रेप या त्योसँग जो म्यारिज इज एन इन्स्टिट्युसन, यसको धेरै कुराको यसको परिणाम आउँछ म्यारिज सँगसँगै। म्यारिज भन्दा साथै पुरुष र महिला एकै ठाउँमा बस्ने मात्रै होइन, त्यसको धेरै
लिगल इम्प्लिकेसन्सहरू पनि होला, अरू इम्प्लिकेसन्सहरू पनि होला। त्यो सबै कुराको विचार गरेर उनले निर्धारण गर्नुपर्छ। र उहाँले भन्दै हुनुहुन्थ्यो कि यो तपाईँले स्ट्याचुटरी रेपलाई सम्झेर कुनै घटाउने बढाउने गर्नुभयो भने यो इग्नोरिङ म्यारिज एन्ड इन्स्टिट्युसन, सोसल इन्स्टिट्युसन, त्यो विचार गर्नुपर्ने रहेछ भन्ने मलाई पनि अहिले चेतना पुग्यो। अहिले समितिले रोमियो जुलियट लको कुरा गर्नुभयो, त्यो हाम्रो सुप्रिम कोर्टले पनि भनिसकेको छ। तपाईँले रोमियो जुलियट ल लगाएर अनि फेरि थुन्नी भन्ने चाहिँ हुँदैन रहेछ। रोमियो जुलियट लमा थुन्नी चाहिँ हुँदैन रहेछ। त्यो इन्डियन सुप्रिम कोर्टले पनि व्याख्या 2012मै व्याख्या गरिसकेको जस्तो लाग्छ मलाई। हाम्रो सुप्रिम कोर्टले पनि व्याख्या गरेको छ। किन भन्दाखेरि त्यो चाहिँ सुप्रिम कोर्ट, इन्डियन सुप्रिम कोर्टले के भनेको रहेछ भन्दाखेरि कि वी वान्ट टु प्रोटेक्ट द लभर्स, वी लभ द लभर्स। बिचरा अब एउटा कन्सेन्चुअल चाहिँ इमोसन स्थितिमा उनीहरूले एफेयर गरे, केही घटनाहरू घट्यो, त्यसमा चाहिँ भनौँ न स्ट्याचुटरीको डेफिनेसन अनुसार त रेप भयो होला, र उनीहरूको इमोसनलाई पनि प्रोटेक्सन गर्नुपर्छ भनेर रोमियो जुलियट ल टेक्सासदेखि आयो जस्तो लाग्छ मलाई। त्यो चाहिँ हामीले पनि व्याख्या गरेको छौँ। त्यसलाई पनि ध्यान दिनुपर्छ पार्लियामेन्टले। कानुन बनाउँदाखेरि सुप्रिम कोर्टको जजमेन्टलाई पनि ध्यान दिनुपर्छ। त्यो पनि हामीले हेरेर सुप्रिम कोर्ट जजमेन्टलाई पनि राखेर यस्तो पनि छ भनेर भन्न सक्यो भने पक्का पनि त्यसले काम गर्छ होला। आई हेभ स्ट्रङ सोलिडारिटी विथ यु कि यो 20 वर्ष तपाईँहरूले भनेको भने हामी पनि 20 वर्षै भन्छौँ। 20 वर्षबाट नगरेर त्यसलाई यहाँ सबैलाई धेरै धेरै यसलाई क्लोजिङ फर्मल क्लोजिङमा लानुपर्छ। धन्यवाद। यतै बस्नु पर्ला हजुरले दिएर श्री डाक्टर अरुणा उप्रेतीजीलाई चाहिँ मायाको चुनौती दिन सक्नुहुन्छ।